तपाईहरु सबैजनालाई प्रभु यीशु ख्रीष्टको जिउँदो पवित्र अनि प्यारो नाममा जय मसीह। म तपाईहरु सबैजनालाई आजको यस अनलाइन मर्निङ बुक सेलमा स्वागत गर्न चाहन्छु। तर तपाईहरु जतिजना निम्न ठाउँहरुबाट जोडिनु भएको छ, प्रभुले तपाईलाई आशिष गर्नु भएको होस्। परमप्रभुको नाममा आउने जति हरेक धन्यको हो। अनि आज हामी परमप्रभुको नाममा आएका छौं। अनि यो सेलमा हामी आइकन परमेश्वरको वचनलाई सिक्न, बुझ्न अनि त्यसलाई हाम्रो जीवनको व्यवहारिकतामा ल्याउनको लागि हामी आएका छौं। र हामीले अस्ति देखि शिप अफ फेथ, विश्वासको जहाजको बारेमा हामीले अध्ययन गरिरहेका छौं। र विश्वासको जहाज के हो भनिकन हामीले सिकिरहेका छौं। र हामीले यो सिक्दै गर्दाखेरि थुप्रो नक्साहरू हेर्यौं। तपाईहरुले नक्सा बनाइकन चारवटा कुरालाई लास्ट टाइम तपाईहरुले शेयर गरिराख्नु भएको थियो। चारवटा कुरा जो हाम्रो जीवनमा हुनु हुँदैन भन्ने कुरालाई तपाईले बताइराख्नु भएको थियो। अनि हामीले त्यो कुराहरूलाई परमेश्वरको वचनबाट सिकिकन हामी अभ्यास गरिरहेका छौं। सो म विश्वास गर्छु तपाईले त्यो कुराहरूलाई आफ्नो जीवनमा ल्याइराख्नु भएको छ। केवल तपाईले त्यसलाई सिक्नु मात्रै भएको छैन, तर त्यसको व्यवहारिकतालाई पनि तपाईले आफ्नो जीवनमा, त्यसको प्र्याक्टिकलिटीलाई पनि तपाईले आफ्नो जीवनमा ल्याइराख्नु भएको छ। अनि हामीले संसारलाई प्रेम नगर्नु है, त्यहाँदेखि संसारमा भएको थोकलाई प्रेम नगर्नु। अनि यदि कसैले संसारलाई प्रेम गर्छ भने परमेश्वर पिताको प्रेम उसमा रहँदैन भन्ने कुरालाई हामीले अस्ति हेरिरहेका थियौं। त हामी आज यो कुरालाई फेरि पनि यो अध्ययनलाई अगाडि बढाएर लान्छौं। र आउनुहोस् यति बेला पहिला हामीहरू प्रार्थना गर्नेछौं अनि आजको यो वचनभित्र हामीहरू पसि जानेछौं। प्रभु तपाईलाई धन्यवाद। यति बेला हामी तपाईको वचन सिक्नलाई, सुन्नलाई, बुझ्नलाई आएका छौं। प्रिय पवित्र आत्मा, तपाई जे कुरा आज हामीसँग बोल्नुहुन्छ, तपाईको कुराहरू हामी सुन्न पाऊँ, हामी सिक्न पाऊँ अनि त्यो कुराहरूलाई हामी व्यवहारिकतामा उतार्न पाऊँ। धन्यवाद प्रभु। आज सिकेको वचनलाई प्रभु तपाईको रगत लाउँदै प्रभु अब यहाँ जतिजना नानीहरू यो अनलाइन, अफलाइन, युट्युबमा, जुममा भेला भएका छन्, परिवार, घराना, मण्डलीहरू, पवित्र आत्मा हरेकमाथि तपाईको आशिष रहेको होस्। अनि तपाईँ स्वयं वचन हुनुहुन्छ। अनि त्यो वचनलाई सिक्दै गर्दाखेरि पवित्र आत्मा हाम्रो जीवनमा प्रभु तपाईको अनुग्रह, तपाईको कृपा खोलिदिएको होस्। धन्यवाद। सबै कुराको लागि प्रभु तपाईलाई धन्यवाद चढाउँदै माग्दछु आशिष पुत्र प्रभु यीशु ख्रीष्टको जिउँदो अनि पवित्र नामले। आमेन। हुन्छ। सो अहिलेसम्म हामीले सिकेको कुराहरू म तपाईहरुलाई अलिकति फिडब्याक दिनु पर्यो। यो हामीले अस्ति सिक्दै गरेको कुरालाई हामीले यसरी सिकिरहेका थियौं। हामीले विश्वासको जहाजलाई हेरिरहेका थियौं। अनि परमेश्वरको वचन अनुसार हाम्रो विश्वास एउटा जहाज हो। अनि जो चाहिँ संसार भन्ने पानीमा डुबिरहेको छ, अनि जो चाहिँ परमेश्वरबाट जन्मेको छ त्यसले चाहिँ संसारलाई जित्छ। अनि संसारमाथि विजय हुने चाहिँ हाम्रो विश्वास हो भन्ने कुरालाई हामीले हेर्दै थियौं। अनि त्यसको बादमा हामीले के हेर्दै थियौं भन्दाखेरि यो समुद्रमा छालहरू पनि उड्छ है। दुई किसिमको छालहरू छ यो संसारमा। एउटा छाल चाहिँ के हो भन्दाखेरि चाहिँ, एउटा छाल चाहिँ जब हामी परमेश्वरको वचन अनुसार हामी बढ्नु थाल्छौँ अगाडि सत्यतामा, त्यो समुद्रमा थुप्रो किसिमको छाल उड्छ। संसारले तपाईलाई घृणा गर्छ है, संसारले तपाईलाई ब्लास्फेमी है, तपाईलाई दोष लगाउँछ, आरोप लगाउँछ, अनि श्राप छ, अनि घृणा गर्छ प्रभुको नामको खातिर। अनि तपाईलाई नभएको कुराहरू, थुप्रो किसिमको दोषहरू लगाउँछ जो तपाईले गरेको पनि हुँदैन। तर त्यसको मतलब हामी एकदमै संसारदेखि क्लिन छौँ भन्ने कुरा होइन। त्यो एक किसिमको छाल हो भने अर्को किसिमको छाल पनि छ। अर्को किसिमको छाल पनि छ जो चाहिँ है हाम्रो जीवनमा आउँछ। हामी बढ्दै जाँदाखेरि जस्तो कि नराम्रो कुरा हेर्ने, डर्टी स्टोरिज, डर्टी टक, घिनलाग्दो कुराहरू, डर्टी जोक्स है, त्यहाँदेखि वर्ल्डली म्युजिक, एरोगेन्स, आलस्यपना, लेजी, ईर्ष्या, जेलसी, डर्टी भिडियो, लस्ट, एङ्गर, लाइज, अनफर्गिभनेस, प्राइड, यो सबै कुराहरू हाम्रो जीवनमा आउँछ। यो कुरालाई पनि अस्ति हामीले हेऱ्यौँ। तर हामीले एउटा कुरा के सिक्यौँ भन्दाखेरि चाहिँ परमेश्वरको वचन अनुसार 1 तिमोथी 1:19 अनुसार हामीले हाम्रो विश्वासलाई दर्रो गरी पक्रिनुपर्छ।
दरोगडी पक्रिनुपर्छ अनि हामीले हाम्रो विश्वासलाई थामेर राख्नुपर्छ। यदि हाम्रो विश्वास र सुविवेकलाई कायम गरेन भने चाहिँ हाम्रो विश्वासको जहाज चाहिँ डुब्छ भन्ने कुरालाई हामीले हेरिरहेको थियौँ। अनि कसरी चाहिँ यो सबै कुराको सम्बन्ध के हो भन्दाखेरि चाहिँ है त्यो चाहिँ एउटा हामीले जहाजलाई हेर्दै थियौँ। एउटा जहाजलाई चलाउनुको लागि यो चाहिँ त्यसको स्टियरिङ हो, स्टियरिङ व्हिल हो। अनि यो चाहिँ तल चाहिँ एउटा रडर छ, यसलाई रडर भन्छ यसलाई, जसले चाहिँ त्यो जहाजको डाइरेक्सनलाई तय गर्छ, कुन चाहिँ डाइरेक्सनमा त्यो जान्छ भनिकन। अनि बाइबलमा याकुबको किताबमा हामीलाई के भनेको छ भन्दाखेरि चाहिँ जिब्रो पनि एउटा के हो, जिब्रो पनि एउटा रडर हो, त्यो पनि एउटा रडर हो। अनि त्यसले चाहिँ हामी जीवनको कुरा पनि बोल्न सक्छौँ अनि मृत्युको कुरालाई पनि बोल्न सक्छौँ। अनि यदि तिमीले जीवनको कुरालाई बोल्छौ भने तिमीले जीवनको फललाई खान्छौ, तर यदि तिमीले मृत्युको कुरा बोल्छौ भने चाहिँ तिमीले मृत्युको फललाई खान्छौ। अनि हामीले अर्को कुरालाई के सिक्यौँ भन्दाखेरि चाहिँ विश्वास चाहिँ सुनाइबाट आउँछ अनि त्यो सुनाइ चाहिँ परमेश्वरको वचनबाट आउनुपर्छ भन्ने कुरालाई। किनभने हामी जे कुरालाई सुन्छौँ, यदि हामी गलत कुरा सुन्छौँ भने चाहिँ हाम्रो कन्साइन्स, हाम्रो समझ चाहिँ दुष्ट कुराहरूले, अधर्मको कुराहरूले त्यसलाई पक्रिन्छ। नराम्रो विचारहरू आउँछ, नराम्रो सोचहरू आउँछ, हाम्रो हृदयभित्र पस्छ। अनि जस्तो सोच आउँछ हामीभित्र, हामी त्यस्तो नै सोच्नु थाल्छौँ। अनि के हुन्छ भन्दाखेरि चाहिँ त्यति मात्रै सोच्दैनौँ, त्यहाँदेखि के हुन्छ, बाइबलले भनेको छ कि त्यो मान्छेले चाहिँ आउट अफ द फुलनेस अफ हार्ट, यो अस्ति मैले तपाईँहरूलाई दिएको थिइनँ है, मान्छेको हृदय त्यो सोच नराम्रो बोल्दा 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 उसको हृदयभित्र चाहिँ शैतानले राज्य गर्न थाल्छ। यसरी यहाँ हृदय र शैतानको एउटा कनेक्सन मैले तपाईँलाई देखाउँदै थिएँ। अनि के हुन्छ भन्दाखेरि चाहिँ अब त्यो मान्छेले त्यही कुरा बोल्छ, बाइबलले भनेको छ आउट अफ द फुलनेस अफ हार्ट है, तिम्रो हृदयको एबन्डेन्सबाट चाहिँ मान्छेले बोल्छ भनेर लेखेको छ परमेश्वरको वचनमा। सो तिम्रो हृदयभित्र चाहिँ जे छ तिमीले त्यही कुरा नै बोल्छौ भनेकन परमेश्वरको वचनले भनेको छ। सो हाम्रो हृदयभित्र चाहिँ के छ त है, आउट अफ द एबन्डेन्स अफ हार्ट भनेको छ। सो फुलनेस अफ हार्ट चाहिँ एउटा मान्छेले बोल्दो रहेछ अनि त्यो बोलेपछि चाहिँ त्यो मान्छेले त्यसकै फल खान्छ। एबन्डेन्स अफ हार्ट द माउथ स्पिक्स भनेको छ है। सो एउटा मुखले चाहिँ उसको हृदयको पूर्णताबाट बोल्छ अनि एबन्डेन्स अफ हार्टबाट बोलेपछि चाहिँ के हुन्छ, उसले त्यसकै फल नै खान्छ। सो कसरी हाउ इट वर्क्स भन्दाखेरि चाहिँ यसले चाहिँ यसरी काम गर्छ। यहाँ तपाईँलाई मैले एरो बनाइकन देखाइरहेको थिएँ। सो यो एरोले चाहिँ के देखाउँदै थियो भन्दाखेरि चाहिँ हामीले परमेश्वरको वचनलाई पढ्नु थाल्यो भने है, यदि हामी परमेश्वरको वचनलाई पढ्छौँ है, परमेश्वरको वचनलाई यदि हामी पढ्छौँ भने चाहिँ हामीले परमेश्वरको वचनको कुराहरूलाई हामीले सुन्नु थाल्छ हाम्रो कानले। सो यहाँ एउटा साइकललाई देख्दैछौँ हामीले। अनि तपाईँले परमेश्वरको वचनलाई सुन्नु थालेपछि चाहिँ के हुन्छ भने तपाईँभित्र परमेश्वरको विचारहरू आउँछ। तर अब होइन भने चाहिँ तपाईँभित्र शैतानको विचार आउँछ यदि तपाईँले गलत कुराहरू बोल्दैछ। सो किन हामीले यो छालमा जुन चाहिँ हाम्रो जीवनमा आउँछ, यो डर्टी जोक्स, डर्टी साइट, डर्टी स्टोरिज है, त्यहाँदेखि वर्ल्डली म्युजिक, एरोगेन्स, लेजिनेस, डर्टी भिडियो, लस्ट, एङ्गर, फर्गिभनेस, लाइज, प्राइड, त्यो चाहिँ त्यसले चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ त्यसले चाहिँ हाम्रो सोचभित्र चाहिँ एउटा भूतात्मालाई ल्याएर राखिदिन्छ। अनि त्यो मान्छेको सोचमा नै त्यो भूतात्मा आएर बसेपछि चाहिँ के हुन्छ भने त्यहाँदेखि त्यो मान्छेले कहिले पनि राम्रो कुरा बोल्न सक्दैन। त्यहाँदेखि के हुन्छ, उसले गलत कुरा बोल्छ अनि उसले गलत कुरा बोल्नु थालेपछि चाहिँ फेरि उसको हृदय चाहिँ दुष्ट कुराहरूले भरिन्छ। यसरी दुष्ट कुराले। सो बाइबलले भनेको छ, बाइबलमा यसो भनेको छ, म्याथ्यु 12:35, म्याथ्यु 12:35 के भन्दैछ भन्दाखेरि चाहिँ अ गुड म्यान आउट अफ द गुड ट्रेजर, एउटा राम्रो मान्छेले आफ्नो जीवनको राम्रो भण्डारबाट राम्रो कुराहरू बाहिर निकाल्छ। तर दुष्ट मान्छेले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ दुष्ट मान्छेले चाहिँ उसको इभल ट्रेजरबाट उसले इभल थिङ्सहरूलाई बाहिर निकाल्छ। सो तिम्रो हृदयको आउट अफ द फुलनेस अफ हार्ट बोल्छौ। सो एउटा म कतिजनालाई देख्छु पानी खाएको जस्तै झुट बोल्छ, हाम्रो यतातिर छ है, जे गऱ्यो भने इजिली झुट बोलिदिन्छ, के जस्तो पनि मान्दैन। किनभने उसको हृदयभित्र उसले हार्टमा चाहिँ नि झुटलाई राखिरहेको छ।
त्यो चाहिँ कसरी सुरु भयो भन्दाखेरि चाहिँ अब उसको माइन्ड के कुराले अकुपाई छ, उसको माइन्ड भरिँदैछ नि गलत कुराले है। अब उसले साथीसँग नराम्रो कुरा गर्दैछ स्कुलमा, साथी अनि उसको इन्ट्रेस्ट पनि नराम्रो कुरा सुन्नुमा मात्रै छ। राम्रो कुरा भन्ने बित्तिकै उसलाई निन्द्रा लागिहाल्छ, सुन्नु मन पर्दैन, सुन्नै मन पर्दैन। अनि किन भन्दाखेरि चाहिँ यहाँभित्र बसेको माइन्डले नि त्यति बेला चाहिँ के हुन्छ भने सुन्नु दिँदैन। जस्तो कि एउटा इक्जाम्पल म तपाईँलाई दिन्छु। हाम्रो सबै हाम्रो बडीको एभ्रिथिङ चाहिँ माइन्डले कन्ट्रोल गर्छ। जस्तो अहिले म बोल्दैछु, त्यो बोल्दै गरेको चाहिँ इट्स स्प्लिट अफ सेकेन्ड्स, अब कति सेकेन्ड्स हो थाहा छैन, तर सुपर फास्ट स्पिडमा चाहिँ मेरो माइन्डले सोच्ने बित्तिकै मेरो टङसँग कम्युनिकेसन छ एउटा, त्यसले बोल्छ। अहिले म वचन बोल्दैछु, ऊ यहाँ खेलिरहेको छ, ऊ यहाँ जिस्किरहेको छ भने के हुन्छ, यो माइन्ड त्यहाँ इङ्गेज हुन्छ। अनि त्यहाँ इङ्गेज हुने बित्तिकै के हुन्छ, उल्टा पुल्टा शब्द बोल्न थाल्छ, किन माइन्ड इङ्गेज भने। सो जिब्रो आफैले इन्डिपेन्डेन्टली बोल्ने भए त मेरो माइन्डले त्यहाँ हेर्दै गर्दाखेरि पनि त्यहाँ त सही बोल्नु सक्नुपर्ने थियो। सो सबै कुरा चाहिँ माइन्डले कन्ट्रोल गर्छ। जस्तो कि उदाहरणको लागि अब नानीहरू सबैजना चाहिँ आज यहाँ थुप्रो नानीहरू बसिरहेको छ, अब ध्यान दिएर सुन्नुहोस्। कस्तो हुन्छ भने नानीहरू कि अब तपाईँले जस्तो कि कतिजनाले चाहिँ वचन सुन्ने बित्तिकै उसलाई अचानक उसलाई एकदम के रेस्टरुम बाथरुम युज गर्नुपर्ने हुन्छ, उसलाई अचानक बाथरुम युज गर्नुपर्ने हुन्छ। अनि अरू बेला खेलेको बेलामा या उसलाई मजा आइरहेको बेलामा कहिले पनि बाथरुम युज गर्नुपर्ने हुँदैन। तर वचन सुन्ने बित्तिकै के हुन्छ, ऊ इमिडिएटली बाथरुम जाइहाल्नुपर्ने हुन्छ। किन भन्दाखेरि चाहिँ अब यो माइन्डलाई, यो नक्सा हेर्नुहोस् ल राम्रोसँगले, यो माइन्डलाई कसले कन्ट्रोल गर्दैछ। अब यो माइन्डभित्र एउटा डिमोनिक छ भने चाहिँ त्यसले के भन्छ भने त्यसले चाहिँ तिम्रो अब हाम्रो शरीरमा चाहिँ सबै कुराको सिस्टम हुन्छ। मैले खाना खाएँ, खाना पचाउने पनि सिस्टम हुन्छ, त्यसलाई डाइजेस्टिभ सिस्टम भन्छ। पढेको तिमीहरूले पढेको? अब अहिले वचन भन्दा तिम्रो जिस्किँदैछ नि होइन, के भन्दा माइन्डले जिस्की भन्दैछ नि त हो, त्यो चाहिँ डिमोनिक हो नि। सो अब कस्तो हुन्छ भने मैले खाना खाएँ, खाना पचाउने पनि के छ, एउटा डाइजेस्टिभ सिस्टम छ। अब त्यो डाइजेस्टिभ सिस्टमलाई चाहिँ माइन्डले जबसम्म कमान्ड दिँदैन तबसम्म डाइजेस्टिभ सिस्टमले एक्टिभली काम गर्दैन। सो के भयो, माइन्डले अब त्यो खाना पचाउनु भनेर अर्डर दिएपछि चाहिँ त्यसले पचाउँछ। त्यहाँदेखि पचाइसकेको खानालाई फेरि हामी गएर टोइलेटमा, अब खाना जब हाम्रो बडीले डाइजेस्ट गर्छ, डाइजेस्ट गरेको जति पनि एक्सक्रिसन छ अथवा एक्सक्रिटा भन्छ त्यसलाई चाहिँ माइन्डले भन्छ गएर फालिदे। सो त्यसलाई चाहिँ के भन्छ, एक्सक्रिटरी सिस्टम भन्छ। सो त्यसको सिस्टमको काम चाहिँ के हो, अघि मैले मुखबाट खाना खाएँ, त्यो खानालाई मेरो शरीरले पचायो, अनि पचाइसकेको चाहिँ के भयो, अब टोइलेटमा लगेर फालिदिन्छ, माइन्डले भन्छ। तर के भयो भन्दाखेरि चाहिँ अघि ऊ खेलिन्जेलसम्म, उसको इन्ट्रेस्टको कुराहरू भइन्जेलसम्म उसलाई त्यति बेला त्यो सिस्टमले काम नै गरेको थिएन। तर अब चाहिँ के भन्दैछ, माइन्डले यो गर्छ। अब वचन सिक्दै गर्दाखेरि पनि त्यस्तै हुन्छ, जा टोइलेट जा भन्छ माइन्डले। त्यहाँदेखि त्यो मान्छे के हुन्छ, उसलाई टोइलेट नगई हुँदैन। तर अरू बेला हुँदैन। म यहाँ हाम्रो नानीहरू थुप्रो छ, एभ्री टाइम हाम्रो यहाँ एकजना छोरी छ, आज अब नाम भन्दिनँ म, एभ्री टाइम वचन सुन्ने बेलामा टोइलेटमा हुन्छ जहिले पनि। अन्त के भयो तिमीलाई भन्दाखेरि के भन्छ, मलाई पुरा टोइलेट आयो भन्छ। किन, उसको माइन्डमा अलरेडी प्रोग्राम भइसकेको छ वचन सुन्दाखेरि चाहिँ टोइलेट जानुपर्छ भन्ने खालके। सो एभ्री टाइम जब ऊ वचन सुन्नुलाई बस्ने बित्तिकै त्यो सिस्टम एक्टिभेट भइहाल्छ। सो अब के हुन्छ भने जब हाम्रो माइन्ड चाहिँ परमेश्वरको वचनले भर्दैनौँ तब चाहिँ के हुन्छ भने यसरी हाम्रो माइन्डले उल्टा काम उल्टा टाइमिङमा गर्नु थाल्छ, उल्टा टाइमिङमा। सो पढ्ने बेलामा उसलाई निन्द्रा लाग्छ है, उसले परिश्रम गर्ने बेलामा निन्द्रा लाग्छ, तर उसलाई मजा गर्नु छ, व्यर्थको कुराहरू गर्नु छ, फेरि त्यति बेला केही पनि हुँदैन, फ्रेस हुन्छ उसको माइन्ड। किन, त्यो माइन्डलाई समबडी इज कन्ट्रोलिङ। सो आजको दिनमा नि एभ्री फुड, जस्तो जङ्क फुडमा चाहिँ के छ, माइन्ड प्रोग्रामिङ छ। जस्तो एउटा मान्छेले जङ्क फुड खान्छ नि, उसको माइन्डलाई प्रोग्राम गरेको हो। त्यो चाहिँ यस्तो खालके केमिकल हालेको हुन्छ त्यसमा, यति साह्रो माइन्युट लेभलमा
थाहा पनि हुँदैन, तर त्यो उसले एभ्री टाइम खाने बित्तिकै त्यो माइन्डले अझै माग्छ, अझै माग्छ, अझै माग्छ, अझै माग्छ। तर त्यही खाना चाहिँ त्यही घरको खाना हुन्छ, खानै सक्दैन, घरमा खाना खान सक्दैन। सो हामीसँग यहाँ 2-3 जना नानीहरू छ, मैले उनीहरूको लाइफमा हेरेको, उनीहरूलाई हामीले एकदम प्योरली घरको खाना बाहेक अरू केही खुवाएनौँ। फर्स्टमा खानु सक्दैन थियो, तर जब उनीहरूलाई ट्युन गर्यो आज उनीहरू एकदमै हेल्दी भएको छ त्यो खाना खाएर। होइन भने चाहिँ उसको बिचमा अरू सप्लिमेन्ट अरू के आउँदै गर्दाखेरि ऊ अनहेल्दी थियो त्यो नानी, तर उसको हेल्थमा पनि एउटा चेन्ज आयो। सो एभ्री टाइम यो कुरालाई मैले एक्सपेरिमेन्ट गर्दै गर्दाखेरि बुझेको। सो हेर है नानी हो, अब बाइबलले चाहिँ के भन्दैछ भने चाहिँ तिम्रो माइन्डलाई तिमीले माइन्डलाई चाहिँ तिम्रो गुड कन्साइन्स, बाइबलले भन्दैछ फेथ र गुड कन्साइन्सलाई चाहिँ तिमीले के गर्नुपर्छ, जोडसँगले समात्नुपर्छ। एज इफ यो स्टियरिङ विलमा तपाईँले के देख्नु हुँदैछ, ह्यान्डल्सहरू छ, यिनीहरू ह्यान्डल हो नि, यो ह्यान्डल हो। किनभने यो ह्यान्डलमा चाहिँ के छ भन्दाखेरि चाहिँ अघि यो माथिको यो डल्लै जहाज चाहिँ यो ह्यान्डलले चल्छ, त्यो ह्यान्डलले चल्छ। तर त्यो ह्यान्डल चाहिँ केसँग जोडेको छ भन्दाखेरि चाहिँ त्यो ह्यान्डल चाहिँ एउटा रडरसँग जोडेको छ। यो तल अब यो माथिको ह्यान्डल र त्यसको डायग्राम, यो माथिको यो ह्यान्डल जुन चाहिँ छ, यो ह्यान्डल चाहिँ यहाँ तलको एउटा रडरसँग जोडेको छ। यो चाहिँ रडर हो, यो रडर हो। अब यो चाहिँ डायग्राम हो, त्यसको नक्सा चाहिँ यो हो। सो यो यता गयो भने यो लेफ्टपट्टि जान्छ त्यो जहाज, यो यता गयो भने त्यो जहाज राइटपट्टि जान्छ। अब यो रडर बन्द भयो भने त्यो जहाज रोकिन्छ। सो इट इज हाउ इट वर्क्स। त्यसले चाहिँ यसरी काम गर्छ। सो बाइबलले भन्दैछ तिमीले तिम्रो गुड कन्साइन्सलाई तिमीले के गर भन्दाखेरि चाहिँ तिम्रो गुड कन्साइन्सलाई तिमीले के गर, होल्ड गर। गुड कन्साइन्स राम्रो विवेकलाई चाहिँ थामिराख, राम्रो विवेकलाई, राम्रो बानीलाई, राम्रो व्यवहारलाई। अब राम्रो बानी बेहोरा थाम्नु चाहिँ पुरा साह्रो पर्छ नि, होइन छोराहरू? अहिले त्यतिकै बस्यो भने के गर्नु मनपर्छ, साथीलाई कोट्याउनु मनपर्छ है, जिस्काउनु मनपर्छ है, अगाडि पछाडि जिस्किरहनु मन परिहाल्छ। किनभने बाई डिफल्ट हाम्रो माइन्ड चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ करप्टेड छ। सानोदेखि नै, सानो एउटा बाल्य अवस्थादेखि नै एउटा मान्छेको माइन्ड चाहिँ कस्तो हुन्छ भने नि त्यो चाहिँ नराम्रो कुराहरूले भरिएको हुन्छ। यो मैले भनेको होइन, परमेश्वरको वचनले भनेको। यसरी लेखेको छ, सबैजनाले खोल्नुहोस्। अस्ति पनि हामीले पढ्यौँ उत्पत्तिको किताब 8 अध्याय। उत्पत्तिको किताब 8 अध्यायमा प्रभुले के भन्नुभयो भने नि, प्रभुले भन्नुभएको छ यसरी, आठ अध्यायको 21 पद, जेनेसिस च्याप्टर 8 वर्स 21। सबैले खोलेर हेर्नुहोस्, सबैले। सो संसारले चाहिँ के भन्छ नि, बालकको हृदय चाहिँ पुरा एकदमै कस्तो हुन्छ, राम्रो हुन्छ भन्छ नि है। तर बाइबलले चाहिँ के भन्दो रहेछ है। सो हामीले फिलोसफी भर्सेस ट्रुथको भिन्नतालाई हामीले बुझ्नुपर्छ। बाइबलले चाहिँ के भन्दैछ सबैले हेर्नुहोस्, पाए सबैले? ओके, म पढ्छु ल। त्यसको मिठो बास्ना लिनु भएपछि परमप्रभुले आफ्नो मनमा भन्नुभयो, अब म फेरि कहिले मानिसको खातिर पृथ्वीलाई श्राप दिने छैन। यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छ। सो बालकको हृदयको भावनाहरू चाहिँ बालकदेखि नै के हुन्छ अरे हजुर? खराब हुन्छ। र शैतानलाई थाहा छ यो कुरा चाहिँ है। यसो हेर्दाखेरि इनोसेन्ट जस्तो देखिन्छ, तर उसलाई आरिस गर्नु सिकाउनु पर्दैन, कपटी गर्नु सिकाउनु पर्दैन, झुट बोल्नु सिकाउनु पर्दैन है। नराम्रो हेर्नु भने तम्सिहाल्छ, नराम्रो खानु भने तम्सिहाल्छ, यो नगर भने त्यही गर्नु मन पराउँछ। किन रहेछ भन्दाखेरि चाहिँ बालकको हृदय चाहिँ के छ अरे, सानोदेखि नै खराब कुराले भरिएको छ। सो तिमीले के गर भन्दाखेरि चाहिँ तिम्रो गुड कन्साइन्सलाई, तिम्रो गुड कन्साइन्स भनेको चाहिँ राम्रो सुविवेक भनेको चाहिँ राम्रो बानी, राम्रो व्यवहार, सत्य बोल्नु, पवित्रतामा जिउनु,
यो सबै चाहिँ के हो सुविवेकभित्र आउँछ। अब त्यसले गर्दाखेरि त हामीले यो एभ्री टाइम अनलाइन सेल राखेको सो द्याट तिमीहरूको सुविवेकलाई तिमीले थामेर राख्न सकोस्। त्यसले गर्दा सिकाएको नि, त्यसले गर्दा किनभने त्यत्तिकै छोडिदियो भने त्यो बालकले सिक्दैन। यसो हेर्दाखेरि त्यो नानीहरू अर्काको घरमा अर्काको छेउमा कोही कोही बेला राम्रै व्यवहार देखाइरहेको हुन्छ तर घरभित्र अर्कै व्यवहार हुन्छ, या त घरभित्र राम्रो व्यवहार देखाइरहेको हुन्छ स्कुलमा अर्को डरलाग्दो व्यवहार देखाइरहेको हुन्छ। उसले छल गरिरहेको छ सानोदेखि नै, किनभने बाल्य अवस्थादेखि नै हृदयको विचार के छ, दुष्टताले भरिएको छ। म नानीहरूलाई हेर्छु कोही कोही बेला आँखा बन्द गरेर प्रार्थना गर भन्यो भने के गर्छ, आँखा बन्द गरेर यस्तो मात्रै गर्छ, तर हेरिरहेको हुन्छ। फेरि ठुलो मान्छेले आँखा बन्द गर्ने बित्तिकै ऊ चाहिँ खोलेर गफ गर्न थाल्छ। उसले नि त्यो सुविवेकलाई चाहिँ तिमीले थामेर राख्नुपर्छ। त्यो चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ यो तिमोथी 1:19 अनुसार चाहिँ तिम्रो रडरलाई, तिम्रो जुन चाहिँ यो जहाजको स्टियरिङ छ त्यो स्टियरिङलाई तिमीले मजाले पक्रिनुपर्छ। त्यतिकै छोडिदियो भने त तिम्रो जहाज त जतासुकै जान्छ, यताबाट हावा चले त्यतै जान्छ, उताबाट हावा चल्यो भने त्यत्तिकै जान्छ। तर तिमीले त्यसलाई थाम्नुपर्छ, त्यसलाई चाहिँ तिमीले त्यो चाहिँ कसरी हुन्छ भन्दाखेरि चाहिँ द्याट इज थ्रु डिसिप्लिन। यो जुन चाहिँ तिमीले भन्दैछ होल्ड चाहिँ कसरी गर्दो रहेछ हामीले भन्दाखेरि चाहिँ हामीले त्यसलाई होल्ड कसरी गर्छौँ भन्दाखेरि चाहिँ त्यसलाई चाहिँ थ्रु डिसिप्लिन, यसलाई चाहिँ हामी थ्रु डिसिप्लिन अनुशासनद्वारा चाहिँ हामी त्यसलाई पक्रिन्छौँ। जस्तो कि हाम्रो एउटा अनुशासन छ है, एभ्री वेडनेसडे इभिनिङको 5 बजीदेखि हामी के गर्छौँ, अनलाइन सेलमा आउँछौँ। यो एउटा डिसिप्लिन हो। अनि अब यो डिसिप्लिनलाई अरू कतिजनाले के गर्छ, फर्दर बढाएर अगाडि लान्छ, उनीहरूले एभ्री टाइम फिडब्याक पठाउँछ, त्यो एउटा डिसिप्लिन हो। अनि अरूले अझै अगाडि बढाएर लान्छ, परिवारमा घरमा डिस्कस गर्छ के सिक्यो बर्निङ बुस्टमा, अनि त्यो कुरालाई के गर्छ घरको मान्छेले पनि मिलिकन त्यसलाई सबैजना एक भएर काम गर्छ। सो त्यो चाहिँ के हो, जोडसँगले समात्नु, होल्डिङ, स्ट्रङली होल्ड गर्नु, जोडले पक्रिनु। अनि त्यो चाहिँ अनुशासनद्वारा मात्रै आउँछ, अनुशासनद्वारा मात्रै। तर त्यो छोरालाई त्यतिकै छोडिदियो। बाइबलले के भनेको छ नि, अनुशासन नगरेको छोराले चाहिँ आफ्नो बाउलाई गालमा पार्छ भनेको छ, आफ्नो बाउलाई लज्जित बनाइदिन्छ, आफ्नो जन्माउने आमाको निम्ति दुःखको कारण हुन्छ भनेको छ। यो छोरालाई त मैले किन जन्माएछु नि, यो छोरीलाई त किन जन्माएछु नि, के हुन्छ, परमेश्वर दुःखित हुनुहुन्छ। त्यो देख्दै गर्दाखेरि परमेश्वरले पनि मान्छेको बेहोरालाई देखिकन प्रभुले के भन्नुभयो, मानिसलाई बनाएकोमा प्रभु दुःखित हुनुभयो, किनभने अनुशासनमा बसेन। तर जब हामी अनुशासनमा आउँछौँ नि परमेश्वर खुसी हुनुहुन्छ, यो चाहिँ मेरो छोरा हो, यो चाहिँ मेरो छोरी हो। कतिजना के हुन्छ, अनुशासनमा एकदमै बस्दैन। अब अनुशासनमा नबसेको चाहिँ के हुन्छ भने तिमी जीवनमा भोलि पर्सि ठुलो भएर बढ्दै गर्दाखेरि चाहिँ एभ्री टाइम तिमी पढाइमा ब्रिलियन्ट होला, तिमी स्मार्ट चाइल्ड होला है, तिमी राम्रो फ्यामिलीमा जन्मेको होला है, तिम्रो सबै कुरा राम्रो छ अरे मानिलियो, तर एउटा अनुशासन छैन भने चाहिँ त्यो चाहिँ इट इज अ डेड फ्लाइ, मरेको झिङ्गा हो। मरेको झिङ्गाले चाहिँ के गर्छ नि छोरीहरू, सम्पूर्ण भाँडाको पर्फ्युमलाई नै भत्काइदिन्छ। एउटा मरेको झिङ्गा, वान डेड फ्लाइ, मरेको झिङ्गाले चाहिँ नि सम्पूर्ण भाँडाको अत्तरलाई नै के गर्छ, दुर्गन्धित बनाइन्छ। तिमी राम्री भएको, तिमी ज्ञानी भएको, तिमी एकदम ब्रिलियन्ट भएको, तिमी सुन्दरी भएको, केही न केही भयो। किन? एउटा मरेको झिङ्गाले चाहिँ सम्पूर्ण भाँडालाई नै दुर्गन्धित बनाइन्छ। सो के भन्यो भन्दाखेरि चाहिँ परमेश्वरको वचनले भन्दैछ हामीले चाहिँ जोडसँगले यो कुरालाई थामेर राख्नुपर्छ, विश्वासको जहाजलाई हामीले थामेर राख्नुपर्छ। सो यो कुरालाई लास्ट टाइम हामीले सिक्दै थियौँ। सो आज हामी नयाँ पोइन्टलाई सिक्छौँ। फेरि आज हामी नयाँ पोइन्टलाई हामी चाहिँ बाइबलले भन्दैछ इफिसी 4:14 पद, इफिसी 4:14 पद। सो यो चाहिँ तपाईँको मेमोरी भर्स हो आजको, इफिसियन्स 4:14।
मेमोरी भर्स कति अरे 4:14 इफिसी 4:14 त्यो चाहिँ तपाईको मेमोरी भर्स हो ल सो यसलाई मेमोराइज गर्नुस् अनि म आज यसलाई एक्सप्लेन गर्न चाहन्छु सो यहाँ यसरी भनेर लेखेको छ यसरी भनेर लेखेको छ इफिसी 4:14 यसरी लेखेको छ सो दैट वी मे नो लंगर बी चिल्ड्रेन टस्ड टू एंड फ्रो बाय द वेव्स carried about by every wind of doctrines by human cunning by craftiness in deceitful schemes भन्दैछ सो बाइबलले के भन्दैछ भने नि हामी चाहिँ अब त्यो नानीहरू जस्तो नहौ जो चाहिँ समुद्रको छालले यताउता हुत्ताइदिन्छ अनि विभिन्न किसिमको सिद्धान्तको बतासले जो चाहिँ मान्छेको चतुर्याइबाट धूर्तताबाट आएको मान्छेको कपटीपनाबाट आएको मान्छेको छलबाट आएको कुराले चाहिँ तिमीहरू चाहिँ हुत्तिनु हुँदैन तिमीहरू चाहिँ त्योबाट हुत्तिनु हुँदैन भनिकन हामीले आज यो कुरालाई सिक्दै जानेछौँ सो अब यो चाहिँ के रहेछ भन्ने कुरा आज म तपाईलाई बुझाउन चाहन्छु सो यो हामी चाहिँ त्यो छाल जस्तो हुनु हुँदैन त्यो छाल चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ त्यो चाहिँ एकदमै धूर्तताले भरिएको छ त्यो चाहिँ विभिन्न किसिमको धूर्तताले भरिएको छ सो दोस्रो तिमोथी 3 अध्यायलाई पढ्यो भने दोस्रो तिमोथी 3 अध्याय सबैले खोल्नुहोस् 2 तिमोथी च्याप्टर 3 सो त्यो धूर्तताको बतास चाहिँ के रहेछ त त्यो धूर्तताको बतास चाहिँ के रहेछ भन्दाखेरि चाहिँ त्यसमा एउटा त्यो चाहिँ एउटा टावर अफ बेबल जस्तो रहेछ बाबेलको धरारा है जसरी निम्रोदले बाइबलमा हेर्यो भने टावर अफ बेबल बनायो बाबेलको धरारा बनायो जब हामी पनि त्यस्तो धूर्ततामा पर्छौँ हामीले पनि टावर अफ बेबललाई बनाउँदै गरेका हुन्छौँ यसरी लेखेको छ अन्तको दिनमा चाहिँ मान्छेहरू कस्तो हुन्छ अरे भन्दाखेरि यहाँ पोइन्ट भनेको छ देख्दैछ नक्सा सो नम्बर 1 के हुन्छ अरे भन्दाखेरि चाहिँ दे विल बी लभर अफ सेल्फ उनीहरू चाहिँ आफैलाई मात्रै माया गर्ने हुन्छ स्वार्थी आफैलाई माया गर्नेलाई के भन्छ स्वार्थी लभर्स अफ मनी रुपियाँ पैसाको लोभी हुन्छ अरे प्राउड है घमण्डी त्यहाँदेखि के छ एरोगेन्ट भनेको हट्टी यहाँ मैले नेपालीमा पनि लेखेको छु एरोगेन्ट भनेको हट्टी त्यहाँदेखि के छ एब्युसिभ अरूलाई बदनाम गर्ने त्यहाँदेखि डिसओबिडियन्ट टु देयर प्यारेन्ट्स आमा बाबुको आज्ञा पालन नगर्ने अनग्रेटफुल बैगुने कहिले पनि गुण लाग्दैन थ्याङ्क यू भन्नु पनि जान्दैन जहिले पनि कम्प्लेन मात्रै गरिरहेको हुन्छ कहिले पनि थ्याङ्क यू प्रभु धन्यवाद आज बिहान मैले आँखाले देखेँ म सास फेर्दै रहेछु मेरो कान सुनिरहेको रहेछ मेरो हात खुट्टाले हिँड्नु पाइरहेको छ थ्याङ्क यू भन्दैन है कसैले खाना बनाएर आम बाउले खाना बनाएर दिन्छ के पकाएको यस्तो है खान्दिनँ यो कुरालाई अहिले म बुझाउँदै लान्छु त्यहाँदेखि के हुन्छ भन्दाखेरि चाहिँ अनहोली अपवित्र अशुद्ध कुराहरू मात्रै सुन्नु मनपर्छ राम्रो कुराहरू केही पनि सुन्नु मन पर्दैन है त्यहाँदेखि के छ हार्टलेस भनेको स्वाभाविक प्रेम रहितको त्यसको बादमा छ अनएपिजेबल खुसी पार्न नसकिने अघि एउटा चाहिँ खुसी नहुने अर्को चाहिँ के छ अब खुसी पार्न नसकिने अघि चाहिँ के थियो बैगुने थियो नि अनग्रेटफुल अब चाहिँ खुसी पार्नै नसकिने स्ल्यान्डरस अरूहरूको बदखुवाई गर्ने मुख छाड्ने स्वेयर गर्ने मुख छाड्ने पछाडि फर्केर पछाडिबाट है मर्मर गर्ने स्ल्यान्डरस विदाउट सेल्फ कन्ट्रोल नै छैन एकदम नराम्रो आचरणको छ झगडा परिहाल्छ फाइटिङ खेलिहाल्छ त्यहाँदेखि के छ ब्रुटल क्रूर छ एकदम ब्रुटल छ झगडा गर्नु त्यहाँदेखि के छ नट लभिङ गुड असल कुरालाई मन नपराउने ट्रेचरस विश्वासघाती रेकलेस है उत्तौला सोलन विथ कन्सिट भनेको छ अहङ्कारले फुलेको घमण्डी एकदम घमण्डी त्यहाँदेखि के छ लभर्स अफ प्लेजर उनीहरू एकदमै सुख विलासलाई प्रेम गर्ने रेदर देन द लभर अफ गड परमेश्वरलाई प्रेम गर्नु भन्दाखेरि चाहिँ
है सेवा मन पर्दैन जान्नु है लुकेर बसेर सेवकाईको टाइममा है कहाँ लुकेर कुनै के गरेर उसलाई त्यो जानै मन पर्दैन लभ परमेश्वरलाई लभ नै गर्दैन आज कतिजना नानीहरू यहाँ आमबाउले भनेर मात्रै आएको है यो डरलाग्दो एन्ड डेजको एउटा साइन हो त्यसको बादमा के भन्दैछ हेभिङ द अपियरेन्स अफ गडलीनेस भक्तिको भेष चाहिँ लिने तर शक्तिलाई इन्कार गर्ने बट डिनाइङ इट्स पावर सो यो चाहिँ हामी के देख्छौँ भने नि यसले एउटा टावर बनाउँदै लाँदैछ जसरी नि बाबेलको धरहरा बनायो नि मान्छेले निम्रोदले जेनेसिस च्याप्टर 6 मा त्यस्तै आजको दिनमा यो जेनेरेसनले त्यस्तै किसिमको टावरलाई बिल्ड गर्दै लाँदैछ सुन ध्यान दिएर सुन यो कुरालाई सो यो चाहिँ सारा संसार पृथ्वीभरि भएको नानीहरूलाई अहिलेको पिँढीलाई अहिलेको पुस्तालाई नि यो कुराले सताइरहेको छ तिमी चाहिँ प्रभु येशू ख्रीष्टलाई चिन्ने बालक हौ तिमी पनि उनीहरू जस्तै भयो भने त उनीहरूले कसरी प्रभुलाई चिन्छ यदि तिम्रो साथीले तिम्रो समाजले तिम्रो वरिपरिको छरछिमेकीले प्रभुलाई चिन्नु हो भने चाहिँ तिम्रो जीवनको गवाई इम्पोर्टेन्ट छ सो मान्छेहरू चाहिँ कस्तो हुन्छ अरे भने नि दे विल बी लभर अफ सेल्फ यस्तो हुन्छ आफैलाई मात्रै माया गर्ने एकदम लभर अफ सेल्फ है सेल्फबाटै लभर अफ सेल्फबाटै सेल्फी निस्केको रहेछ है आफैलाई प्रेम गर्ने है त्यस्तो टाइम्सहरूमा हामी बाँच्दैछौँ आफैलाई मात्रै उसले अरूलाई प्रेम गर्नु जान्दैन अरूलाई माया गर्नु जान्दैन अरूको लागि के हुँदैछ म हाम्रो घरमा हुने नानीहरूलाई भन्छु तिमी खाना नफाक किन तिमीले खाना फाक्नु चाहिँ अर्कोलाई भोकै राख्नु हो भोकै राख्नु मेरो यहाँ अहिले त्यहाँ 3 जना भान्जी छ म सँगै राखेर खुवाउँछु उनीहरूको प्लेट चेक गर्छु एभ्री टाइम खै तिम्रो प्लेट देखाऊ भन्छु मेरो छेउमा कोही बसेर खाना खाँदैछ नि म सधैँ प्लेट चेक गर्छु उसको उसले खाना फाक्दैछ कि किनभने याद छ नानीहरू तिमीहरूलाई थाहा छ यो कुरा कि संसारमा नि तिम्रो जस्तो नानीहरूले खानु पाउँदैन सो अब के भयो लभर अफ सेल्फ भएपछि चाहिँ उसलाई एकदम दामी चाहियो तर अरूको लागि उसले वास्ता पनि गर्दैन त्यो पनि वास्ता गर्दैन सो यो एउटा डरलाग्दो सिम्टम हो त्यहाँदेखि त्यसको बादमा के भन्दैछ लभर्स अफ मनी पैसा चाहियो है अनलाइन सपिङ कुनै के गर्नु है उसलाई पैसा मात्रै चाहिरहन्छ पैसा मोबाइल रिचार्ज गरिदेऊ है मलाई यो गरिदेऊ त्यो गरिदेऊ उसलाई परमेश्वरको प्रेम चाहिँदैन उसको जिम्मा के छ हामीले तिमीहरूले त्यो परमेश्वरको वचन अनुसार तिमीहरूले बनाएको बक्समा हाल्दैछ पैसा हाल्दैछ कोले हाल्दैछ जुममा हुने नानीहरूलाई सोध्नु पर्यो कोले हाल्दैछ है कि सबै आफै दिँदैछ यस्तो हजुर बजारमा जाँदै चिप्स खाँदै कुनै के गर्दै हजुर है मलाई देऊ हामीले सिकेको छौँ नि एभ्री टाइम तिमी केही नयाँ चिज किन्छौ तिमी त्यो बक्समा हाल सो द्याट तिमीले लुगा लगाउँदैछ भने तिमीले लगाएको लुगाबाट अरूलाई पनि आशिष होस् तिमीले केही नयाँ चिज किन्दैछौ त्यहाँ हाल कन्ट्रिब्युट गर है त्यो पैसा मलाई दिनु पर्दैन तर जब तिमीले एउटा लगेर गरिबलाई दिन्छ नि प्रभुले भन्नुभएको छ म भोकै थिएँ तिमीले मलाई खाना खुवायौ म नाङ्गै थिएँ तिमीले मलाई वस्त्र पहिरायौ म एक्लो थिएँ तिमी मलाई भेट्नु आयो म हस्पिटलमा थिएँ तिमीले मलाई दबाई औषधि किन्देऊ कहिले गरे प्रभु यो सबै चाहिँ भन्दाखेरि प्रभुको एन्सर के थियो भन्दाखेरि चाहिँ जो चाहिँ मेरो नाममा मेरो भाइहरू मध्ये सानाभन्दा साना एकजनालाई गर्यौ त्यो चाहिँ मलाई नै गरेको सो प्रभु चाहिँ त्यसमा प्रसन्न हुनुहुन्छ तर तिमी गर्दैनौ नि स्वार्थी हुन्छौ नि लभर अफ मनी सो आज यस्तो छ है लभर अफ मनी पैसा चाहियो किन उसको अनलाइन सपिङ गर्नु छ उसको ड्रेस किन्नु छ है उसलाई पनि अर्का जस्तै ग्याजेट किन्नु छ चाहियोस् कि नचाहियोस् तर भए पनि किन्नु छ सुने नानीहरू यो कुरालाई चाहिँ नि तिमीहरूले सिक्नुपर्छ यो चाहिँ एन्ड डेजको डरलाग्दो साइन हो छोराहरू डरलाग्दो कतिजनाले त चोरेर नि पैसा चोरेर आफ्नो इच्छा पुरा गर्ने कोसिस गर्छ
है त्यस्तो काम गरिरहेको छ। यो कुरालाई बुझ्नुपर्छ। सुन, ध्यान दिएर सुन, ध्यान दिएर सुन। यो कुरालाई बुझेन भने चाहिँ के हुन्छ नि, हामी स्वार्थी हुन्छौँ। हामी स्वार्थी भएपछि चाहिँ के हुन्छ, त्यहाँदेखि हामीलाई चोर्नु केही जस्तो लाग्दैन, पैसाको लागि नि झुट बोल्नु केही जस्तो लाग्दैन, आमा बाउको खल्तीबाट पैसा निकाल्नु केही जस्तो पनि लाग्दैन है। कसैकोमा गयो भने चुपचाप टपक्कै पैसा तिर्नु, पैसा निकाल्नु केही जस्तो पनि लाग्दैन। किन भन्नु त, त्यो स्वार्थी स्वभाव। त्यो स्वार्थी स्वभावले गर्दाखेरि के हुँदैछ, त्यो मान्छे सताइँदैछ। जाऊ त मुख दिएर आऊ, जाऊ मुख दिएर आऊ, दुईजनै जाऊ। सो के हो, त्यो चाहिँ एउटा स्वार्थी व्यवहार हो। सो त्यो चाहिँ नि लास्ट डेजको सिम्टम हो। सो लास्ट डेजको सिम्टम नम्बर 3 चाहिँ के छ भने नि, प्राउड, घमण्डी। घमण्डी छ आजको संसार नि। अब घमण्डीलाई चाहिँ परमेश्वरले मन पराउनुहुन्न। जेम्स च्याप्टर 4 verse 6 मा लेखेको छ, घमण्डीलाई चाहिँ नि परमेश्वरले नै विरोध गर्नुहुन्छ। घमण्डीलाई चाहिँ परमेश्वरले के गर्नुहुन्छ अरे छोराहरू, हजुर, विरोध गर्नुहुन्छ। घमण्डीलाई चाहिँ परमेश्वरले विरोध गर्नुहुन्छ। सो जब एउटा मान्छे घमण्डी हुन्छ नि, जब एउटा मान्छेले घमण्डी एक्टिङ गर्न थाल्छ नि, परमेश्वरलाई मन पर्दैन। तर आजको दिनमा नि घमण्डी छ, एरोगेन्ट स्टाइल। अहिलेको सबै कार्टुनदेखि लिएर डिजाइनदेखि लिएर सबै यस्तै छ नि। म आई एम ग्रेट भनिरहेको हुन्छ, आफैलाई नै उसले केही सम्झिरहेको हुन्छ। अनि हामी आमाबाउले पनि छोराछोरीलाई के गर्दै गरेको हुन्छौँ, त्यस्तै नै बनाउँदै गरेको हुन्छौँ। सुन्नुहोस् आमा बाबुहरू, तपाईँको छोराछोरीलाई घमण्डी हुन नदिनुहोस्। किन भन्नुहोस् त, घमण्डीको चाहिँ परमेश्वरले विरोध गर्नुहुन्छ। घमण्डीको कसले विरोध गर्छ अरे छोरीहरू, हजुर, परमेश्वरले। घमण्डीलाई चाहिँ परमेश्वरले पनि मनै पराउनुहुन्न। कतिजना कुरा नबुझेर लाटा जस्तै हुन्छ, बरुभन्दा उसलाई परमेश्वरले माया गर्नुहुन्छ। तर नि घमण्डी बेहोरा देखाउँछ नि, घमण्डी भएपछि चाहिँ सुन्दैन शिक्षा दिएको। घमण्डी यत्रो आँखा खोलेर हेर्छ, के भन्यो भने, किन उसकोमा प्राइड छ नि त, प्राइड छ है। एकदमै उसले घमण्डको प्रदर्शनी गर्नु थालिहाल्छ। सो के हुन्छ, अनटिचेबल हुन्छ घमण्डी भएपछि चाहिँ, सिकाउनै नसक्ने हुन्छ, कुरा बुझ्नै नसक्ने हुन्छ। सो यो चाहिँ के हो, एन्ड डेजको सिम्टम हो। यो हेल्प गर त, यो उठाएर राख त, यो मेरो होइन, दिस इज नट माई वर्क। नसिकाउनुहोस् प्लिज तपाईँको नानीहरूलाई त्यस्तो। सो म सानो नानीहरूमा पनि देख्छु, यो अलिकति गर त भने उसकै दौतरकोले भन्यो के भन्छ, यो मेरो काम हो क्या भन्न थाल्दै गरेको हुन्छ। हो त्यो चाहिँ नि, त्यस्तो बेहोरा चाहिँ परमेश्वरलाई मन पर्दैन रहेछ छोराहरू। बुझ्यो कुरा? सो दिस इज नट माई जब नभन्नु, हेल्प गर न, यु हेभ टु हेल्प। सो परमेश्वरको वचनले के भनेको छ, आई गिभ यु अ न्यू कमान्डमेन्ट, लभ वान एनदर भनेको छ। सो हामी एका दुस्रालाई प्रेम गर्छौँ भने चाहिँ हामी एका दुस्रालाई हेल्प पनि गर्छौँ नि त, हेल्प पनि गर्छौँ। होइन भने चाहिँ हामी के गर्छौँ, हामी हेल्प गर्दैनौँ। सो तपाईँलाई आज एउटा क्वेसन, एउटा बाइबलबाट त्यो भर्स फाइन्ड आउट गर्नुहोस्, एका दुस्राको भार उठाऊ भनेर लेखेको कहाँ छ त्यो वचन, कहाँ चाहिँ छ, तपाईँले फाइन्ड आउट गर्नुहोस्, तपाईँको फिडब्याकमा पठाउनुहोस्। सो प्राउड, एकदमै घमण्डी छ आजको संसार। सो के छ, एकदमै उसकोमा भएको सानो चिज छ भने पनि देखाएर सो अफ गरेर, होइन, यो चाहिँ नि घमण्डको चिन्ह हो नानीहरू। सो अफ गर्ने, एटिट्युड देखाउने। सो हरेक आमा बाउले चाहिँ नि, कतिजना आमा बाउ चाहिँ कस्तो हुन्छ नि, तपाईँको नानी अलिक घमण्डी छ है भने नि आमा बाउ पो रिसाउँछ, उल्टा आमा बाउ रिसाउँछ। अन्त हामी आमा बाउले नै छोराछोरीलाई घमण्डी बनाइरहेका छौँ। यिनीहरूलाई त जस्तो सिकाए पनि सिक्छ नि, राम्रो सिकाए राम्रै सिक्छ,
नराम्रो सिकायो नराम्रो सिक्छ। तपाईको नानीलाई तपाईले घमण्डी हुन नदिनुहोस्। अभिभावकहरूलाई भन्न चाहन्छु, काइन्डली यसमाथि काम गर्नुहोस्। तपाईको नानीलाई घमण्डी हुन नदिनुहोस्। उसले घमण्डी हुँदैछ भने अनुशासन गर्नुहोस्, सिकाउनुहोस्। उसले जति बेला घमण्डको बेहोरा देखाउँदैछ नि त्यति बेला ट्रिट गरिहाल्नुहोस् त्यसलाई। त्यसलाई चाहिँ के भन्छ भने नि ट्रिटिङ एट द सोर्स, जरामै निको पार्नु भनेको त्यो चाहिँ। है घमण्डी बेहोरा भएपछि चाहिँ भरे लाखेस् न घरमा नभन्नुहोस्। उसले यदि पब्लिकली घमण्डी बेहोरा देखाउँदैछ भने उसलाई पब्लिकली उसको घमण्डलाई डिल गर्नुहोस्। बोलाइकन भन्नुहोस् सबैजनाको छेउमा, घमण्डी नहु छोरा छोरी, घमण्डी नहु, परमेश्वरले मन पराउँदैन भन्नुहोस्। उसले जुन चाहिँ प्राइड देखाइरहेको छ नि त्यो झारिदिनुपर्छ त्यति बेलै। है आगो लाग्नु खोज्दाखेरि नै तपाईँले आगो निभाइदिनु भने के हुन्छ हजुर? घर जल्दैन नि। तर अलिअलि झिल्का उठ्दाखेरि नै केही हुँदैन भरे निभाउँछु भने चाहिँ त्यसले सम्पूर्ण घरमा आगो लगाइदिन्छ। सो यदि तपाईँको नानीकोमा त्यस्तो सो अफ गर्ने बेहोरा छ, एटिट्युड देखाउने बेहोरा छ भने के गर्नुहोस्, त्यसलाई त्यति बेला डिल गर्नुहोस्। अब त्यो घरभित्र हुँदैछ, घरको सेटिङमा हुँदैछ नि त्यो पनि डिल गर्नुहोस्। यसले चाहिँ नि डरलाग्दो आगो लगाउँछ। सो याकुबको किताब कतिमा लेखेको रहेछ? 4:6 परमेश्वरले घमण्डीहरूको के गर्नुहुन्छ? विरोध गर्नुहुन्छ। परमेश्वरलाई पनि मन नपर्ने बेहोरा। अब कतिवटा बेहोरा देख्दाखेरि चाहिँ परमेश्वरले भन्नुहुन्छ अरे यिनीहरू माटै हो भन्नुहुन्छ अरे। तर घमण्डी बेहोरा देखेपछि चाहिँ परमेश्वर उसको शत्रु बनिन्छ फेरि। हो त्यो चाहिँ डरलाग्दो कुरा हो। बुझ्दैछ छोराहरू? घमण्डी हुनु हुँदैन। म त यहाँ भएको हाम्रो छोराहरूलाई सिधै भन्छु, ओइ घमण्डी नहु भन्छु म उनीहरूलाई। तेरो घमण्ड नदेखा, तेरो घमण्डी एटिट्युड नदेखा। छोरीहरूलाई पनि भन्छु तेरो घमण्ड नदेखा, घमण्डी एटिट्युड नदेखा भन्छु म। है अहिले यो भन्दाखेरि रिस उठ्यो होइन भनेर सोध्छु कोही कोही बेला। भन्छ हो त्यो चाहिँ तेरो घमण्ड हो भनेर सिकाइन्छु। त्यो चाहिँ तेरो घमण्ड हो, त्यसलाई मार, किनभने त्यो मारिनस् भने परमेश्वरले तँलाई मन पराउँदैन। कोलाई चाहिँ परमेश्वरले मन नै नपराएको चाहन्छ। कोही छ त्यस्तो यो कोठामा? जुममा छ कोही? परमेश्वरले मलाई मन नै नपराएको मलाई मनपर्छ भन्ने छ कोही? कोही छैन। सबैलाई नै परमेश्वरले मन पराएकै चाहन्छ। हो त्यसो हो भने चाहिँ हामी घमण्डी हुनु हुँदैन। सो यो चाहिँ नि यो आजको दिनको टिचिङ हो। सो संसारको टिचिङले चाहिँ तिमीलाई एरोगेन्ट हो, तिमी प्राउड हो, है तिमी कुछ बनिनुपर्छ संसारमा, तिमी पनि घमण्डी भएर देखाइदिनुपर्छ भन्ने खालके संसारको त्यो चाहिँ अघि के भन्दैछ? तिम्रो विश्वासलाई चाहिँ तिमीले थामिराख। अब तिम्रो विश्वासलाई चाहिँ नथाम्दाखेरि चाहिँ के हुन्छ भन्ने चाहिँ तिमीहरू चाहिँ अब नानीहरू जस्तै, त्यो नानीहरू जस्तै हुनु हुँदैन जो चाहिँ के हुँदैछ, जो चाहिँ विभिन्न सिद्धान्तको चिल्ड्रेन ट्रस्ट त्यहाँ चाहिँ भन्दैछ विभिन्न सिद्धान्तले के भएको छ त्यो नानीहरू चाहिँ हुत्तिँदैछ। है उनीहरू विभिन्न सिद्धान्तले हुत्तिँदैछ त्यो नानीहरू चाहिँ। टस टु एन्ड फ्रो भन्दैछ बाई द वेव्स। है त्यो छालले, अब त्यो छाल चाहिँ के रहेछ भन्दाखेरि चाहिँ त्यो छाल चाहिँ अघि हामीले सिक्दै गरेको कुरा। है त्यो छाल चाहिँ अघि हामीले सिक्दै गरेको कुरा एउटा प्राउड। संसारले चाहिँ प्राउड हुन सिकाउँछ। यो चाहिँ एउटा वेभ हो। अनि यो वेभ आएपछि सम्पूर्ण संसारलाई नै सताउन थाल्छ यसले, किनभने यो छाल हो एउटा। हेर्नुहोस् यो एउटा वेभ हो। सो त्यसको बादमा के भन्दैछ? त्यसको बादमा नेक्स्ट पोइन्ट हुँदैछ एरोगेन्ट। अस्ति मैले तिमीलाई सिकाएको थिएँ नि घमण्ड र अहङ्कारमा के फरक छ थाहा छ छोरीहरू? लु नानीहरूलाई सोध्नु पर्यो घमण्ड र अहङ्कारमा के फरक छ? के फरक छ समिन्छ? घमण्ड र अहङ्कारमा के फरक छ? अक्सा मिनोरा के छ घमण्ड र अहङ्कारमा फरक? ला सबैले बोलेर खाएछ है। एलियाना के छ फरक? ला अब यता केटाहरूलाई सोध्नु डेभिड के छ घमण्ड र अहङ्कारमा फरक? गुड। घमण्ड चाहिँ मेरोमा केही छ यसको लागि म घमण्डी, मेरोमा यस्तो दामी छ घमण्डी है। अहङ्कार चाहिँ के छ? केही छैन
त्यत्तिकै नाक खुल्लाउँदै हिँडिरहेको छ, त्यो चाहिँ अहङ्कार हो। बुझ्यो फरक? बुझ्यो? अहङ्कारी चाहिँ यस्तो हुन्छ, अरूलाई यत्रो देख्नु थाल्छ, अरूलाई यत्रो देख्नु थाल्छ, आफूलाई टप देख्नु थाल्छ, यो चाहिँ अहङ्कार हो, अहङ्कार हो। सो यहाँ यी दुईजना अहङ्कारी भएर बसिरहेको छ, तँ मात्रै भयङ्कर, म पनि भयङ्कर भएर बसिरहेको छ, केही पनि छैन, अहङ्कारी भएर बसिरहेको छ। यस्तो हुन्छ यो अहङ्कारीहरूको नक्सा, यस्तो हुन्छ है। अहङ्कारीहरूको नक्सा यो चाहिँ नि, यो चाहिँ विन्ड अफ डक्ट्रिन हो। तिम्रो स्कुलमा है हुन त स्कुलहरूले यस्तो त सिकाउँदैन, तर साथीभाइहरू हुन्छ नि, साथीभाइहरू त्यस्तै सिक्छ नि स्कुलमा गएर है, बोली पनि त्यस्तै भएर आउँछ, आफैलाई एकदम प्रिन्सेस सम्झिरहेको हुन्छ, नाकभरि सिँगान बोकिरहेको हुन्छ, तर प्रिन्सेस सम्झिरहेको हुन्छ, खाएको थाल पनि राम्रोसँग धुनु जान्दैन, तर भयङ्कर प्रिन्सेस सम्झिरहेको हुन्छ। गर्दैछ तिमीहरूले हेल्प घरमा? गर्दैछ? गरेको छैन कि गर्दैछ हेल्प? हेल्प गर्नु सिकाऊ है। सिकाउँदा के सम्झाउँदा के हुन्छ? डोन्ट टेल मी। सबै जाने जस्तो लागिरहेको छ उसलाई सबै जाने जस्तो। कसलाई आफ्नो फोटो जस्तो लाग्यो? छोरीहरू आफ्नै फोटो जस्तो लागेन? छोराहरू है एकदम सिक्नुको लागि रेडी हुँदैन है, सिकाउनेलाई त यस्तो गरिदिन्छ उल्टा। यो चाहिँ विन्ड अफ डक्ट्रिन हो। अस्ति हामीले हेर्दै थियौँ नि, स्टोइकीले चाहिँ के भन्दै थियो? स्टोइक्सको फिलोसफी के थियो हजुर? लु अब सोध्नु पऱ्यो, स्टोइक्सको फिलोसफी के थियो? लु कसले भन्न सक्दो रहेछ? एउटा फिलोसफी भन्न त लु स्टोइक्सको हजुर। लु यहाँ छोरालाई सोध्नु भयो, इजिकेल के थियो स्टोइकको फिलोसफी? अनमोल के थियो स्टोइकको फिलोसफी? जर्डन के थियो स्टोइकको फिलोसफी? नु कसलाई थाहा भयो? छोरीहरू कसलाई थाहा भयो स्टोइकको फिलोसफी के थियो हजुर? लु भन। गुड है। स्टोइकको फिलोसफी चाहिँ के थियो? जे कुराले तिमीलाई खुसी बनाउँछ तिमी त्यही गर। यो एन्सर दिने चाहिँ सिन्चेललाई, सिन्चेलले दिएको यहाँ एन्सर। एन्सर नदिनेहरूको त अब तपाईँले नाम सुनिहाल्नु भयो, दिनेको पनि भन्नु पऱ्यो नि फेरि है। जे कुराले तिमीलाई खुसी बनाउँछ तिमी त्यो गर। विन्ड अफ के हो? त्यो डक्ट्रिन। संसारले चाहिँ तिमीलाई त्यसरी भन्छ, तर परमेश्वरले चाहिँ के भन्दछ? त्यो चाहिँ डरलाग्दो कुरा हो। तिमी एरोगेन्ट हुनु चाहिँ डरलाग्दो कुरा हो। तिमी एरोगेन्ट हुनु डरलाग्दो कुरा हो। सो के छ अब एरोगेन्ट है? तिमीहरूलाई अहिले मैले क्वेसन सोधेको नि सबैजनालाई कतिको सिक्दा रहेछ? किनभने सबैजनाले यहाँ हुने त भयङ्कर हो सम्झिरहेको छ नि त, तर सबैले रियालिटी थाहा पाउनु पऱ्यो, नत्र भने एरोगेन्ट हुन्छ नि फेरि केही थाहै छैन एन्सर है। भोलि पर्सि एरोगेन्ट भएर उभिरहेको हुन्छ, थाहा हुनु पऱ्यो फेरि। अब थाहा भएर फेरि घमण्ड पनि गर्नु भएन। थाहा हुनेहरूले, हुनेले पनि घमण्ड गर्नु भएन। नभई गर्ने घमण्डलाई चाहिँ अहङ्कार भन्छ, भएर गर्ने घमण्डलाई चाहिँ घमण्ड भन्छ। सो के हुन्छ अरे मान्छेको अन्तको दिनमा चाहिँ अहङ्कारी, एरोगेन्ट, एकदम एरोगेन्ट, एकदम एरोगेन्ट। सो परमेश्वरले चाहिँ नि हामीलाई एरोगेन्ट भएको सिकाउन चाहनुहुन्छ। त्यहाँदेखि अर्को चाहिँ के हुन्छ? एब्युसिभ है, झगडा परिरहेको है। कतिजना दाजु बहिनी यस्तै हुन्छ, झगडा पर्दै गरेको हुन्छ, भेट्नै हुँदैन, झगडा परिरहेको हुन्छ। केसको लागि? है पेन्सिलको लागि, है खानेकुराको लागि, साथीसँग पनि कुनै के हौडीमा बिना कारण झगडा पर्दै गरेको हुन्छ। सिन हो त्यो, पाप हो परमेश्वरको दृष्टिमा। बुझेछ छोराहरू है? कतिजना त अब घरमा एक्लै छोरा एक्लै छोरी हो
अब यो अनुभव गर्दैन तर तिमीले अनुभव गरेनौ भन्दैमा तिमी त्यसबाट क्लिन छौ भन्नु चाहिँ सकिँदैन। एब्युसिभ छौ एकदमै। के गर्छौ जहिले पनि आम्बोले सम्झायो नि यस्तो एक्टिङ नसुनेको जस्तै ल ल ल ल ल ल ल हुँदै बसिरहेको छ है, बसिरहेको छ। अहिले इट साउन्ड सो फनी है, सबैलाई हाँस उठ्छ है, तर दिस इज योर स्टोरी। अहिलेको पुस्ता नि दे आर सफरिङ विथ दिस है। आमा बाउलाई स्याल बनाइन्छ छोराछोरीले, सुन्नु मान्दैन, सुन्नु मान्दैन, डिट है, सुनेको जस्तो गर्छ तर केही पनि सुनेको हुँदैन। यो चाहिँ लास्ट डेजको सिम्टम्सहरू, यस्तो अनुहारहरू हुन्छ। आफ्नै फोटोहरू जस्तो लागेको छैन तिमीहरूलाई? हजुर, जुममा हुनेहरूलाई आफ्नै फोटो जस्तो लागेन? हजुर, यस्तो खालको चाहिँ नहोस् है, परमेश्वरले चाहिँ देखिराख्नु भएको छ है। यस्तो बनाउनु जान्दैछ। अब यहाँ सबै छोरीको फोटो रहेछ कि केटाहरूलाई भइरहेको छ, हाम्रो त राम्रै छ भनेको न। यहाँ यो नक्सामा यस्तो भेटाएर मात्रै हो है, कोही कम्ती छैन, कोही कम्ती छैन है। सो स्टोइक्सले चाहिँ के भन्थ्यो अरे, जे कुराले तिमीलाई खुसी बनाउँछ तिमीले गर्दा हुन्छ। जे कुराले तिमीलाई खुसी, विन्ड अफ डक्ट्रिन हो त्यो चाहिँ। सो अघि इफिसीको किताबमा के भन्यो, तिमीहरू होसियार हो है, यस्तो विन्ड अफ डक्ट्रिन्सहरू आउँछ। आज चर्चेसहरू यस्तो विन्ड अफ डक्ट्रिन्सले भरिएको छ है। चर्चहरू चाहिँ नि, चर्च मान्छेलाई दामी ड्रेस लगाएर जाने ठाउँ मात्रै भएको छ। कसले कस्तो दामी ड्रेसअप गरेर जान्छ, कसले कुन चाहिँ ब्रान्डको जुत्ता लगाउँछ, कसले कुन चाहिँ फोन बोकेर आउँछ, सो अफ गर्ने ठाउँ जस्तो भइरहेको छ। हामी चाहिँ ख्रिस्टको मण्डली हो, वी आर द टेम्पल अफ द होली स्पिरिट। याद राखौँ हामीले। सो परमेश्वरको टेम्पलमा चाहिँ यो हुनु हुँदैन, यो हुनु हुँदैन। तिमी आफै नै परमेश्वरको टेम्पल हो। त्यसको बादमा के हुँदैछ, डिसओबिडियन्ट टु प्यारेन्ट्स। आम्बाउले भन्ने कुरा कानमा ठेडी हालेर बस्दैछ केटा, सुनेको जस्तो गर्छ तर सुनेको छैन, सुनेको छैन। यो अन्तिम दिनको डरलाग्दो साइन हो। यसरी बसिरहेको छ। कतिजनालाई आफ्नै फोटो जस्तो लाग्दैछ यो। खाना खानु मानेको छैन, म वा त भक्कै राखिदिन्थेँ। आम्बोसँग पनि छक्कै पर्छ, यस्तो सिक्दैछ, गलत कुराहरू सिक्दैछ उसले नि बिस्तारै बिस्तारै हो त्यस्तो कुराहरू सिक्न थाल्छ, गलत कुराहरूलाई, अनि उसले नमान्ने हुन्छ। सो के भयो, यो चाहिँ एन्ड डेजको साइन हो। सो उनीहरू के छ, आम्बाउले भन्ने कुरालाई नमान्ने। सो अघि के भन्यो भन्दाखेरि चाहिँ परमेश्वरको वचनले भन्दैछ, तिमीहरू चाहिँ ध्यान देऊ, तिम्रो जहाज चाहिँ कुद्दैछ समुद्रमाथि, तिम्रो जहाज कुद्दैछ, तर यो जहाज चाहिँ कसरी लड्यो, यो जहाज चाहिँ किन डुब्यो, यो जहाज चाहिँ किन यो सिपरेक भयो, समुद्रमा किन डुब्यो भन्दै गर्दाखेरि चाहिँ नि यस्तो किसिमको विन्ड अफ डक्ट्रिन्सहरू आयो है। एभ्री विन्ड अफ डक्ट्रिन्स आयो। अनि त्यो विन्ड अफ डक्ट्रिन्स चाहिँ केबाट बनाएको भन्दाखेरि चाहिँ मान्छेको धूर्तताबाट बनाएको, मान्छेको धूर्तताबाट बनाएको। अनि के हुँदैछ, मान्छेको क्राफ्टिनेसबाट अनि डिसिटफुल स्किमबाट बनाएको यो चाहिँ
सो बाइबलले चाहिँ हामीलाई भन्दैछ तिमीहरू चाहिँ त्यस्तो नहुनु, तिमीहरू चाहिँ त्यस्तो नहुनु, किन अन्तको दिन चाहिँ त्यस्तो हुन्छ। सो अब के हुँदैछ हेर्नुहोस् है, यो नानीहरू के भयो, अब एकदमै नटेर्ने, एकदमै आम्बाउको आज्ञा पालन नगर्ने, त्यहाँदेखि के भयो, अनग्रेटफुल, एकदमै थ्याङ्कफुल छैन, अधन्यवादी। तिमीहरू कतिजनाले थ्याङ्क यू भन्छौ? तिमीहरूलाई थाहा छ छोराछोरीहरू, आम्बाउले तिमीहरूलाई कसरी घरमा तिमीहरूको प्लेटमा खाना ल्याउँदैछ, तिमीहरूले लगाएको लुगा कसरी तिमीहरूको शरीरमा आएको, परमेश्वरले नि कसरी जुटाइदिनु भएको है। हामी अहिले यहाँ विन्टर, कोल्ड विन्टरमा छौँ है। अहिले म पुरा मोटो लुगा लगाएर बोल्दैछु, यहाँ चिसोमा छौँ हामी त तातो भएर बसिरहेको छ। तर आजको दिन नि चिसोले थुप्रो मान्छे मर्यो, चिसोले मर्यो, आजको दिन थुप्रोजना भोकले मर्यो। तर कसैकोमा चाहिँ यति बेसी प्रशस्त छ, तर कस्तो छ, यी अधन्यवादी, अनग्रेटफुल, एकदमै। अब अनग्रेटफुल मान्छे चाहिँ, अनग्रेटफुलको साइन चाहिँ के हो भने नि, मेरोमा के छ त्यो हेर्दैन, मेरोमा के छैन त्यो हेर्छ। के अरे अनग्रेटफुलको साइन चाहिँ? हजुर, मेरोमा के छ त्यो चाहिँ उसले के गर्छ, हेर्दैन। तर मेरोमा के छैन हो त्यसलाई लिएर जहिले पनि असन्तुष्ट भइरहन्छ। हामीले जहिले पनि हेर्नुपर्छ मेरोमा के छ भनिकन, जहिले पनि हामी प्रभुसँग धन्यवादी हुनुपर्छ। आज चाहिँ मैले के कुराको लागि धन्यवाद दिनु प्रभुलाई? मेरो आँखाले देख्दैछ, मैले खाएको रुच्दैछ, मलाई निन्द्रा लाग्दैछ है, धन्यवादी हुनुपर्छ, धन्यवादी हुनुपर्छ। अनग्रेटफुल भएपछि चाहिँ नि जहिले पनि अर्काको प्लेटलाई हेर्ने हुन्छ। अर्काको प्लेटलाई हेर्नु भनेको चाहिँ के हो, उसको प्लेटमा चाहिँ कति छ, मेरो प्लेटमा चाहिँ कति छ। सो उसको माइन्डमा चाहिँ नि दुईवटा प्लेट देखिरहेको हुन्छ उसले। सो उसको प्लेटमा कति छ उसले त्यो नहेरेर अर्काको प्लेटमा कति छ त्यसलाई हेर्दै गरेको हुन्छ। हेर्नुहोस् है, यो चाहिँ नि अनग्रेटफुलनेसको साइन हो। तर तिम्रो प्लेटमा परमेश्वरले सबै कुरा राखिदिनु भएको छ, तिमी जहिले पनि ग्रेटफुल हुनुपर्छ, ग्रेटफुल हुनुपर्छ। सो यो अब यो लास्ट डेजको साइन, एउटा साइन चाहिँ के छ, अनग्रेटफुली यस्तो गरिरहेको हुन्छ। हेर यहाँ सानो नानीहरू, हेर तिमीहरूले पनि, अगाडि बस्नेहरूले पनि हेर, ध्यान दिएर हेर, यस्तो व्यवहार गरिरहेको छ, अनग्रेटफुल छ, अनग्रेटफुल। त्यो राख, बक्स राख, कार्मेल बक्स राख, यहाँ हेर, यहाँ नक्सा हेर, अनग्रेटफुल छ, यस्तो बेहोरा देखाइरहेको हुन्छ, झगडा परिरहेको हुन्छ है। उसले के गरिरहेको छ, अब उसले प्रभुको कुरा पनि सुन्ने कोसिस गर्दैछ, शैतानको पनि कुरा सुनिरहेको छ। उसले दुईटै कुरासँग खेलिरहेको छ। छोरीहरू, छोराहरू, वचन त राम्रै भन्दैछ नि, फिडब्याक त राम्रो भन्दैछ है, यो जुममा हुनेहरू, युट्युबमा हुनेहरू राम्रो भन्दैछ, तर यस्तो त छैन, अर्कोतिर शैतान पनि राखेको त छैन के? हजुर, यो चाहिँ नि, यो चाहिँ हाम्रो जीवनबाट हट्नुपर्छ। यदि हटेन भने चाहिँ के हुन्छ भने नि, त्यो हटेन भने चाहिँ यसले एक दिन हाम्रो जीवनलाई बर्बाद गरिदिन्छ। यदि यो हटेन भने चाहिँ यसले जिन्दगीलाई बर्बाद गरिदिन्छ। सो के छ आज, अनग्रेटफुल छ, अनग्रेटफुल, एकदमै अनग्रेटफुल। अनि सधैँ पनि यस्तो कानमा ठेडी खाँदेर बसिरहेको हुन्छ, या कुनै के लगाएर बसिरहेको हुन्छ। अनि अरूले पनि गरेको मैले पनि गर्नु पाउँछु भनिकन गर्दैछ। सुनै नानी हो, कतिजनाले नि यस्तो हेडफोन लगाएर, इयर प्लग लगाएर बस्ने बानी हुन्छ, तिनीहरूलाई बादमा गएर नि उनीहरू सुन्ने प्रब्लम हुन्छ। म आफैले एक्सपिरियन्स गरेको, किनभने मेरो रेकर्डिङमा चाहिँ नि पहिला मैले इयर प्लग लगाएर रेकर्डिङ गर्थेँ। कति वर्षसम्म चाहिँ नि इयर प्लग लगाएर मैले रेकर्डिङ गरेँ। त्यो रेकर्डिङ गर्दा 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 त्यसको एउटा प्रभाव चाहिँ के भने नि, सुन्नुमा मलाई पुरा प्रब्लम हुन थाल्यो, पुरा प्रब्लम हुन थाल्यो। किनभने त्यो इयर प्लगमा चाहिँ जुन चाहिँ ब्लुटुथ जान्छ सिग्नल,
त्यो ब्लुटुथको सिग्नल चाहिँ एकदमै डेन्जरस हुँदो रहेछ त्यसले चाहिँ डेन्जरस हुँदो रहेछ अनि बिस्तारै बिस्तारै सुन्नु सक्ने क्षमतालाई विक बनाइदिँदै जाँदो रहेछ त्यहाँदेखि मैले चेन्ज गरेँ मेरो एयर प्लगलाई मैले चेन्ज गरिकन आज अर्कै डिभाइस चलाउँछु यहाँ म झुन्डाइरहेको हुन्छु नि सधैँ एउटा यो झुन्डाइरहेको हुन्छु अर्को डिभाइस किन आज रिकर्डिङ पनि हुँदैछ नि साइमल्टेनियसली साउन्डको पनि रिकर्डिङ हुँदैछ सो कतिजनाले चाहिँ यस्तो लगाएर बस्ने बानी हुन्छ अनि यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ उसको नर्मल हियरिङ क्यापासिटी घटेर जान्छ म मेरो छोरालाई पनि घरिघरि भनिरहन्छु नलगाऊ त्यस्तो उसको कलेजको हिसाबले लगाउनु परेको हुन्छ लगाइरहेको हुन्छ तर अरू बेला पनि काम गर्दाखेरि पनि म्युजिक सुन्दै गरेर म भन्छु त्यसरी नसुन्न बरु भन्दा भोल्युम ठुलो गरेर सुन तिम्रै कानमा मात्रै सुन्दाखेरि चाहिँ त्यसको चाहिँ पुरा हेल्थ हजार्डहरू हुन्छ तर आज अब किन सिक्दैछ यस्तो भन्दाखेरि चाहिँ अरूले पनि त्यस्तै गर्दैछ नि त त्यहाँदेखि के छ अब अनहोली एकदमै उसलाई अनहोली कुरा मात्रै गर्नु मनपर्छ अनहोली टक उसलाई कस्तो कुरा मनपर्छ भने नि गलत कुरा गर्नु मात्रै मनपर्छ जे पनि छ उसको लाइफमा अनहोली सबै उसको लाइफमा नि गलत अनहोली मात्रै गर्नु मनपर्छ गलत कुरा बोल्नु मनपर्छ गलत जोक्स भन्नु मनपर्छ है संसारको मुभी म्युजिक गलत इमेजेसहरू भिडियोज एक्टहरू सबै अनहोली छ आज कतिजनाले यस्तो रिसउठ्दो डान्स गरेर हाल्दै गरेको हुन्छ भिडियोमा पोस्ट रिल बनाएर हाल्दै गरेको हुन्छ टिकटक बनाएर हाल्दै गरेको हुन्छ इन्डियामा त ब्यान भइरहेको छ अहिले तर अरू मिडियाजहरूलाई चलाउँछ उसले रिसउठ्दो खालके त्यो एक्ट गर्नु खोज्दैछ किन यो लास्ट डेजको सिम्टम हो अनहोली कुरा गर्न चाहन्छ उसले लास्ट डेजको सिम्टम त्यहाँदेखि अर्को हार्टलेस एकदमै हार्टलेस अत्याचारमा भरोसा पर्ने हुन्छ एकदमै हार्टलेस उसले माया गर्नु जान्दैन उसले घृणा गर्छ सबैलाई हार्टलेस छोराछोरीलाई आमाबाउले अनुशासन गर्नुपर्छ त्यसलाई हार्टलेस भन्दैन फेरि यो नक्सा देखेर अनुशासन गरेको त हार्टलेस पो त अघि भन्दै थियो होइन यसरी रगत पछि भनिहाल्छ त कहिले पनि चुट्दैन नि आमाबाउले तर अनुशासन त गर्नै पर्ने हुन्छ तर एका दुस्राप्रति हार्टलेस हुँदैछ उसको शब्दले के भन्छ उसको व्यवहारले के भन्छ है त्यो सबै कुरासँग उसलाई केही पनि माइना राख्दैन र यो चाहिँ नि लास्ट डेजको सिम्टम हो त्यहाँदेखि अनएपिजेबल यो चाहिँ कतिजनालाई लाग्यो आफ्नै नक्सा जस्तै अनएपिजेबल उसलाई खुसी पार्नु नसकिने जहिले पनि कहीँ गयो भने यस्तो बेहोरा देखाइरहेको हुन्छ जुममा हुने नानीहरूलाई सोध्नु पर्यो कतिजनाको यस्तो बेहोरा छ रङ हो यो गलत हो यो गलत व्यवहार चाहिँ हामीले कहिले पनि सिक्नु हुँदैन यस्तो खालके गलत व्यवहार यो गलत व्यवहार हो सो प्रभुको वचनमा लेखेको छ एन्ड डेजमा चाहिँ यस्तो खालके विन्ड अफ डक्ट्रिन्स आउँछ त्यहाँदेखि के छ स्ल्यान्डरस अर्काको निन्दा गर्ने नभएको स्टोरिजहरू बनाउने है कतिजना म देख्छु पुरा स्टोरिज बनाउँछ उसले रङ स्टोरिजहरू सुन छोराहरू गलत हो त्यो बुझ्यो छोरीहरू बुझ्दैछ गलत हो परमेश्वरको अगाडि गलत हो त्यो तिमीसँग कसैले आएर त्यस्तो गसिप गर्दैछ है अर्काको स्टोरिज भन्दैछ है निन्दा त्यसमा चाहिँ के छ लाइज छ झुट बोल्दैछ
थुप्रो यस्तो कुराहरू छ है। त्यस्तो कुराहरू बोल्दैछ भने चाहिँ तिमी चाहिँ त्यस्तोलाई चाहिँ साथी बनाउनु हुँदैन है। परमेश्वरले चाहिँ त्यस्तो झुट बोल्नेलाई मन पराउनु हुन्न है। त्यो चाहिँ शैतान चाहिँ नि त्यति बेला त्यो मान्छेसँग कम्युनिकेट गर्दै गरेको हुन्छ। आज संसार चाहिँ नि स्ल्यान्डरस भएको छ यसो। त्यहाँदेखि विदाउट सेल्फ कन्ट्रोल एकैछिनमा पुक्कै फुल्लिन्छ। विदाउट सेल्फ कन्ट्रोल उसलाई नो भने नि के गर्छ, रिसाउन थालिहाल्छ, झगडा पर्न थालिहाल्छ। तिमीले याद राख्नुपर्छ, तिमीलाई जब पनि तिम्रो आमा बाउले अभिभावकले नो भन्छ त्यसको नोको मतलब चाहिँ तिम्रो लाइफलाई सेभ गर्नुको लागि भनेको। तर त्यसलाई चाहिँ नि यस एभ्री टाइम यस 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 भन्ने चाहिँ के हुन्छ भने एक दिन तिम्रो जीवन नाश हुन्छ। सो नो भन्नु सबैभन्दा नि अहिले नपुगेको भिटामिन नै नो भिटामिन पुगेको छैन है। सबै यस भिटामिन मात्रै दिएर जङ्क फुडमा पनि यस भिटामिन, जेमा पनि पापमा पनि यस है। तर बाइबलमा हामीले 10 कमान्डमेन्ट्सलाई हेऱ्यो भने चाहिँ 80% चाहिँ नो छ। 10 कमान्डमेन्ट्स चाहिँ नि खासमा हेडिङ्सहरू मात्रै हो। त्यसभित्र चाहिँ 613 वटा कमान्डमेन्ट्स छ। त्यो 613 वटा कमान्डमेन्टलाई हेऱ्यो भने नि त्यसभित्र प्राय चाहिँ 80% चाहिँ नो भनेको छ। नो। तर अब के छ, आज चाहिँ अब यस्तो भइसक्यो, सेल्फ कन्ट्रोल नै छैन। केही भयो कि झगडा पर्न थाल्यो है। उसलाई एकछिन बस्नु सक्दैन, ग्याजेट यसरी राख्नुपर्छ। उसलाई झगडा परिरहेको हुन्छ, अर्कोसँग चिज खसाउँदै गरेको हुन्छ। ऊ यति साह्रो त्यो कुरासँग आज इङ्गेज भएको छ। सो त्यसलाई चाहिँ के भन्दैछ, विदाउट सेल्फ कन्ट्रोल। अनि त्यसको बादमा के छ, ब्रुटल छ, एकदमै ब्रुट बिहेभियर देखाउँछ। धमासे हेप्ने। हेर फेरि शिक्षा दिएको चाहिँ हेपेको होइन नि। अहिले वचन बताउँदैछु नि, यो तिमीलाई मैले अथोरिटीको साथ भन्दैछु नि, यो चाहिँ हेपेको होइन। तर एका दुसराको बिचमा हेप्ने दल्ने एउटा गलत व्यवहार छ है। यस्तो मन पराउन थालेको छ संसारले, ब्रुटल। त्यहाँदेखि के छ अर्को, नट लभिङ गुड। यहाँ हेर्नु नि, केटीले घाँटीमा साँप बेरिरहेको छ। यसले पनि साँप बेरिरहेको छ। अस्ति म कुन चाहिँ देशमा थियो यसरी फोटो खिच्नु पाउँदो रहेछ, मलेसियामा घाँटीमा साँप बेरेर फोटो खिचिदिँदो रहेछ। एउटा फोटो खिचेको $1 हो है, कति रहेछ। मान्छेको भिड लागिरहेको थियो त्यस्तोमा फोटो खिच्नेहरूको। सबै उल्टा पुल्टा भइसक्यो संसार। के भयो संसार। यस्तोलाई चाहिँ मान्छेले ओभर कुल भन्छ। यो चाहिँ कुलहरू होइन कि, यिनीहरू चाहिँ फुलहरू हो। किनभने बाइबलमा भनेको छ, मूर्खले चाहिँ भन्छ आफ्नो मनमा देयर इज नो गड, परमेश्वर छैन है। त्यसको बादमा के छ, धोका दिने। एउटा मुखले हुन्छ भन्छ, पछाडिबाट चाहिँ छुरी रोप्नुलाई रेडी छ है। हात मिलाक जस्तो गर्दैछ, मार्नुको लागि हतियार बोकिरहेको छ। झुट बोल्नु, कुरा बनाउनु, दुईजनाकै। एउटा कथा सुनेको थिएँ मैले। 3 जना साथी थिएछ अनि 3 जना साथीमा चाहिँ नि 3 जना भयङ्कर लोभी थिएछ। अनि एउटा गाउँदेखि चाहिँ उनीहरू सहरमा जाँदै थिएछ। सहरमा जाँदै गर्दाखेरि चाहिँ काम खोज्नुको लागि, तर जाँदा बाटोमा नि यति पैसा भेटाएछ उनीहरूले, यति पैसा भेटाएछ। अनि त्यो पैसा यति साह्रो बेसी पैसा भेटाएछ, 3 जनाले बाँटेछ। तर 3 जना एका दुस्रालाई धोका दिने खालके थिए अरे। अनि तिनीहरूलाई पुरा भोक लागेछ अब। अनि के भनेछ, अब खाना पाउँदैन, बजारबाट किनेर लिएर आउनुपर्छ, को जाने। अनि 2 जनाले चाहिँ यसो भनेछ, हामी पैसा रुङ्छौँ, तँ चाहिँ गएर लिएर आएछ खाजा। त्यसको पाला पनि गएछ, पैसा लिएर खाजा किन्नु गएछ।
अन्त खाजा किन्नु जाँदाखेरि चाहिँ त्यसले खाएछ आफै चाहिँ, त्यहाँदेखि त्यसले जुन चाहिँ खानामा चाहिँ पोइजन हालिरहेर ल्याएर छ, किनभने तिनीहरू दुईजनालाई मऱ्यो भने चाहिँ म त्यो पैसा म लानु पाउँछु भनेकन। तर त्यो मान्छे खाजा किन्नु जाँदाखेरि चाहिँ त्यो दुईजनाले प्लान बनाएछ, त्यसले अहिले खाजा लिएर आउँछ, त्यसलाई हामी मार्नुपर्छ, त्यसको पैसा हाम्रो हुन्छ भनेकन। सो के भएछ, खाजा लिएर आयो, आउने बित्तिकै त्यो दुईजनाले त्यो खाजा ल्याउनेलाई मारिदिइहालेछ, खाना लिएर आउनेलाई। अनि मारिसकेर चाहिँ त्यसले ल्याएको खाना दुईजना मिलेर खाए अरे, अनि तिनैजनै मरेछ है। भन्न खोजेको चाहिँ के हो भने नि, आज संसार हो यस्तो छ नानीहरू। सो धोका दिने चाहिँ कति बेला हुन्छ भने नि, तिमी प्रभुको सेवामा पनि राम्रोसँगले बस्न सक्दैनौ, तिमीले प्रभुको सेवा पनि राम्रो गर्न सक्दैनौ। तिमीलाई बनाउनु हुने प्रभुलाई त धोका दिन्छ नि, अरूलाई त के रह्यो त अन्त। तिम्रो क्रिएटरलाई तिमीले धोका दिनु सक्छौ भने नि, अरू चाहिँ तिम्रो लागि केही पनि होइन। सोध्नु पर्यो यहाँ छोराहरूलाई, तिम्रो क्रिएटरलाई धोका त दिएको छैनौ तिमीले? छोरीहरूलाई सोध्नु पर्यो, तिम्रो क्रिएटरलाई धोका त दिएको छैनौ? अब त्यसको साइन चाहिँ के हुन्छ भने नि, तिमीले धोका दिएको छैन भने चाहिँ उहाँलाई तिमीले साँच्चैकै इज्जतसँगले पुज्छौ, इज्जतसँगले पुज्छौ। होइन भने चाहिँ तिम्रो लागि जस्ट एनदर पर्सन। सो यस्तो हात मिलाइरहेको छ, तर अर्को हातमा हतियार बोकिरहेको छ। आज यो कुराले नि संसार सताइँदैछ। सो के हुँदैछ, धोका दिने। त्यहाँदेखि अर्को चाहिँ रेकलेस भनेको उत्तौलो गर्नु मात्रै मनपर्छ। जे कुरा पनि, जे कुरा देखियो भने पनि उत्तौलो गर्नु मात्रै मनपर्छ है। सो रेकलेसनेस चाहिँ नि सिन हो, उत्तौलोपन चाहिँ। सो रेकलेसनेस चाहिँ के रहेछ, सिन, उत्तौलोपन। उत्तौलो भनेको बुझ्छ, उत्तौलो मात्रै गर्छ नि, उल्टा काम गरिरहन्छ नि, उल्टा। यहाँ तपाईँले देख्नुहुँदैछ, गाडी कुदाउँदैछ, उसले यस्तो उत्तौलो गरेर कुदाउँदैछ, सबैजनालाई एक्सिडेन्ट गराउँदै जाँदैछ। उत्तौलो छ। गलत कुरा गर्नु मात्रै मनपर्छ उसलाई। त्यो चाहिँ सिन हो। सिकाउनुहोस् तपाईँको नानीलाई, उत्तौलो हुनु हुँदैन हो। हामीले नानीहरू खेल्नुपर्छ, उफ्रिनुपर्छ, तर उत्तौलो हुनु हुँदैन। सो कतिजनाले चाहिँ के गर्छ, उत्तौलोपन। त्यहाँदेखि के छ अर्को, घमण्डले फुलेको छ। सोलन विथ कन्सिट, छली छ, छली है। उसले गलत काम गर्छ, रुएर ठिक पारिदिन्छ। मैले गरेको होइन, आँसु झारेर ठिक पारिदिन्छ। होइन कि होइन भनेर ठिक पार्छ है, मुकुण्डा लगाइराख्छ। सो यो चाहिँ के हो, विन्ड अफ डक्ट्रिन हो, जुन चाहिँ एपिक्युरियनले सिकाएको थियो नि, स्टोइक्सले सिकाएको थियो नि, स्केप्टिक्सहरूले सिकाएको थियो नि, हो त्यो चाहिँ विन्ड अफ डक्ट्रिन्सहरू हो। सो त्यो विन्ड अफ डक्ट्रिनलाई विश्वास गर्न थालेपछि चाहिँ नि मान्छेहरू चाहिँ यस्तो हुन्छ, यस्तो हुँदै जान्छ। त्यहाँदेखि के हुन्छ, ऊ चाहिँ लभर अफ प्लेजर, ऊ चाहिँ एकदम लभर अफ प्लेजर हुन्छ। लभर अफ प्लेजर, परमेश्वरलाई चाहिँ मन पराउने हुँदैन। मजा गर्नु चाहिँ पुरा मन पराउँछ, मजा गर्नु, घुम्नु है, एकदम कहाँ जानु, मजा इन्जोय गर्नु चाहिँ पुरा मन पराउँछ है। तर के गर्छ भन्दाखेरि चाहिँ उसले परमेश्वरलाई चाहिँ मन पराउँदैन। सो यहाँ तपाईँले देख्नुहुँदैछ नि, एकदम मान्छेहरू चाहिँ उनीहरू कस्तो हुन्छ, लभर अफ प्लेजर। उनीहरूलाई मजा गर्नु चाहिँ मनपर्छ है, तर उनीहरूले परमेश्वरलाई चाहिँ मन पराउँदैन, परमेश्वरलाई मन पराउँदैन। यो लास्ट डेजको डेन्जरस सिम्टम्सहरू हो, भयानक सिम्टम्सहरू हो, जसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ नि, जसले चाहिँ मान्छेलाई आज नाश गर्दैछ। अनि के गर्दैछ यहाँ भन्दैछ, भक्तिको भेष चाहिँ लिन्छ। यहाँ तिमीले एउटा वुल्फलाई देख्दैछ, वुल्फले चाहिँ
कभरमा छ सिपको ब्वाँसो देख्दैछ तर ब्वाँसो चाहिँ भेडाको कभरिङ भित्र छ सो के भयो थुप्रो भेडाहरूको बिचमा एउटा वुल्फ बसिरहेको छ यहाँ देख्दैछ नक्सामा हजुर यहाँ भेडाको खाल ओढेर बसिरहेको छ सिकेको जस्तो गरेको जस्तो तर उसको इन्टेन्सन अर्कै छ उसको इन्टेन्सन गलत छ यो चाहिँ लास्ट डेजको सिम्टम्सहरू हो नानीहरू संसारले चाहिँ नि तिमीलाई यो कुरा कहिले पनि बताउँदैन कहिले पनि बताउँदैन संसारले यो कुरा संसारले चाहिँ के चाहन्छ भने तिमी चाहिँ संसारकै भएको संसारकै जस्तो सो तिम्रो लाइफ कस्तो छ तिम्रो कसैले नदेख्ने तिम्रो पर्सनल लाइफ कसैले पनि तिमीलाई देख्दैन है तिम्रो देखिने ठाउँमा तिम्रो लाइफ कस्तो छ या त तिम्रो आमा बाउको अगाडि कस्तो छ 3 किसिमको जिन्दगी जिउँदैछ कि परमेश्वरले चाहिँ नि हामीलाई चाहिँ लाइट अब लाइटको एउटा खुबी चाहिँ के छ भने नि सबै कुराको स्याडो हुन्छ लाइटको मात्रै स्याडो हुँदैन लाइटको चाहिँ स्याडो हुँदैन है लाइटको के हुँदैन अरे स्याडो हुँदैन लाइटको चाहिँ छाया हुँदैन अरू सबै कुराको छाया हुन्छ त्यो मैले पत्याएन भने एउटा फ्ल्यास लाइट बालेर हेर्नु एउटा क्यान्डललाई बालेर हेर्नु लाइटको चाहिँ स्याडो हुँदैन क्यान्डललाई बाल्नु भने क्यान्डलको बडीको हुन्छ स्याडो तर लाइटको स्याडो हुँदैन लाइटको चाहिँ स्याडो हुँदैन कहिले पनि अन्त त बाइबलले के भनेको छ परमेश्वर चाहिँ अनएप्रोचेबल लाइटमा बस्नुहुन्छ वेयर देयर इज नो स्याडो अफ चेन्ज तर हामी लाइट हो भने चाहिँ नि हामी चाहिँ भित्रको लाइफ पनि एउटै हुन्छ बाहिरको लाइफ पनि एउटै हुन्छ पब्लिक लाइफ पनि एउटै हुन्छ जहाँ पनि हाम्रो जीवन चाहिँ नि डिफ्रेन्ट हुँदैन जहाँ पनि हाम्रो जीवन चाहिँ एकै किसिमको हुन्छ एकै किसिमको जीवन हुन्छ अनि त्यो एकै किसिमको जीवनले चाहिँ नि परमेश्वरको महिमा गर्छ त आज हामीले के सिक्यौँ त यहाँ भन्दाखेरि चाहिँ अब यो विश्वासको जहाजलाई चाहिँ यहाँ बाइबलले के भन्दैछ तिमीले विश्वासको जहाजलाई चाहिँ नि तिमीले सुविवेकले थामेनौ भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यो स्टियरिङ व्हीललाई तिमीले राम्रोसँगले चलाएन भने चाहिँ के हुन्छ तिम्रो जहाजहरू चाहिँ उत्तिनु थाल्छ यसरी समुद्रको आँधी बेरीमा हुरी बतासमा अनि त्यो चाहिँ के हुन्छ एक दिन डुब्छ सो त्यस कारणले गर्दाखेरि चाहिँ तिमीले के गर भनेको छ बाइबलमा स्पिक द ट्रुथ इन लभ तिमीले प्रेममा सत्य भनिदेऊ यो सबै कुराहरू सत्य भनिदेऊ आज जसरी मैले तिमीहरूलाई भन्ने नि विथ लभ भनेको यस्तो छ है संसारमा सो आज चेक गर यो कुरा चाहिँ कुन चाहिँ छ त तिम्रो लाइफमा यो आज यो टावर अफ यो लास्ट डेजको यो टावर यो पापको त्यो धरारामा तिमी चाहिँ कुन चाहिँमा पर्छौ तिमी कुन चाहिँमा पर्छौ यदि यो कुरा आज परिवारमा छ भने डिल गर्नुहोस् आमा बाउहरूले डिल गर्नुहोस् हेर्नुहोस् यो नक्सालाई नि यो टावरलाई म यो ग्रुपमा हालिदिन्छु बर्निङ बुसको ग्रुपमा हालिदिन्छु अनि चेक गर्नुहोस् कुन चाहिँ कुरा चाहिँ तपाईँको लाइफमा छ कुन कुरालाई डिल गर्नुपर्ने छ डिल गर्नुहोस् अनि तपाईँले भन्नुहोस् प्रभु यो वर्ष चाहिँ यो कुरासँग म स्वतन्त्र हुन चाहन्छु यो वर्ष चाहिँ यो कुरामा म आज चेन्ज हुन चाहन्छु म बदलिन चाहन्छु सुन्नुहोस् है सुन सिन्चेल बात नमार चेन्ज हुनुहोस् लाइफलाई चेन्ज गर्नुहोस् चेन्ज गरेन भने चाहिँ के हुन्छ भने नि हो त्यही गलत कुराहरूमा हामी त्यत्तिकै छिप्पिँदै त्यत्तिकै बढ्दै जान्छ तपाईँको नानीहरू एउटा सर्टेन ठाउँमा पुगेपछि चाहिँ नि उसलाई बदलाउनै नसक्ने हुन्छ अहिले चाहिँ नि बदलाउन सक्छ बाइबलले भनेको छ आज चाहिँ ग्रहण योग्य दिन हो यदि आज तिमीले बदलिने निर्णय लिन्छौ भने चाहिँ नि आज चाहिँ ग्रहण योग्य दिन हो सो तपाईँले फाइन्ड आउट गर्नुहोस् त्यो वचन कहाँ लेखेको छ ग्रहण योग्य दिन आज हो उद्धारको दिन अहिले हो भनिकन कहाँ लेखेको छ फाइन्ड आउट गर्नुहोस् अनि त्यो वचनलाई पढिकन दावी गरिकन तपाईँले रिपेन्ट गर्नुहोस् है परमेश्वरको वचन पढाइ र सुनाइमा परमेश्वरले हामी सबैलाई आशिष गर्नुभएको होस् आमेन आउनुहोस् हामीहरू यति बेला प्रार्थना गरौँ हामी सबैजना आफ्नो हातहरूलाई जोडिकन
हातहरू जोडिकन यति बेला हामी प्रार्थना गर्नेछौँ। सबै नानीहरू, जुममा हुने नानीहरू, युट्युबमा हुने नानीहरू, सबैजना हात जोडिकन बस्नुहोस्। म देख्दैछु है सबैलाई हेरिरहेको छ। म यहाँ जुममा हुनेहरूलाई साइन आउट नगर्नुहोस् एकछिन, कसैले पनि प्रार्थना नसकिन्जेलसम्म हात जोडिकन बस्नुहोस्। प्रभु, हामी यति बेला तपाईँको अगाडि आउँछौँ। हामी तपाईँलाई धन्यवाद दिन्छौँ। आज हामीले सिक्यौँ कि हाम्रो विश्वासको जहाज चाहिँ कसरी डुब्दो रहेछ, कुन कुराहरूले चाहिँ हाम्रो जहाजलाई डुबाउँदो रहेछ। प्रभु, हामीले हेऱ्यौँ अनि बुझ्यौँ। प्रिय पवित्र आत्मा, यो कुरालाई बुझिकन हामी हरेकको हृदय होसियार हुन सकेको होस्। हामी चाहिँ सही प्रकारले हाम्रो जरालाई गाडेको, सही प्रकारले हाम्रो घर निर्माण भएको हुन सकोस्। कि पवित्र आत्मा आज सिकेको हरेक कुराले यो नानीहरूको जीवनमा धेरै गुणा फल फलाएको होस्। अनि परमेश्वर तपाईँलाई महिमा भएको होस्। धन्यवाद पवित्र आत्मा। आज जति पनि कुराहरू यो प्रभु यो कलिलो माटोमा छरिएको छ, यो जीवन रूपी प्रभु खेतहरूमा छरिएको छ, यसले चाहिँ धेरै गुणा फल फलाएको होस् र प्रभु तपाईँको महिमा हुन सकोस्। धन्यवाद प्रभु। सम्पूर्ण कुराको लागि प्रभु तपाईँलाई धन्यवाद चढाउँदै माग्दछौँ आशिष पुत्र प्रभु यीशु ख्रीष्टको जिउँदो अनि पवित्र नामले, आमेन। सबैजनालाई जय मसीह। प्रभुले सबैलाई आशिष गर्नुभएको होस् र तपाईँले फिडब्याक पठाउनुहोस्। तपाईँहरू जतिजना अहिलेसम्म फिडब्याक ग्रुपमा जोडिनु भएको छैन, तपाईँले आजको युट्युबको डिस्क्रिप्सनको युट्युबमा तपाईँले डिस्क्रिप्सन भन्ने हुन्छ मुनि, त्यहाँ गएर क्लिक गर्नु भने त्यहाँ एउटा लिङ्क राखेको छ। त्यसलाई क्लिक गर्ने बित्तिकै तपाईँ एउटा वाट्सएप ग्रुपमा जोडिन्छ। अनि त्यो जोडेको ग्रुपमा चाहिँ तपाईँले फिडब्याक पठाउनुहोस्। तपाईँले अरू नानीहरूको फिडब्याक सुन्नुहोस्। सबै आमा बाउहरूले पनि सुन्नुहोस्, अरू नानीहरूले पनि के भन्दो रहेछ सुन्नुहोस्। तपाईँको प्रतिक्रिया दिनुहोस् त्यो फिडब्याकहरूमा, सो द्याट त्यो नानीहरू अझै एन्करेज हुन सकोस्, बढ्न सकोस्। र हामी फेरि पनि नेक्स्ट टाइम हामी यो कुरालाई हेर्नेछौँ, सिक्नेछौँ। र आजको जति पनि फिडब्याक छ यो पनि हामी ग्रुपमा पोस्ट गर्दैछौँ। कतिजनाले उता युट्युबमा नभेटाउनु हुँदाखेरि चाहिँ भेटेकै छैन भनेर भन्नुहुँदै थियो। त्यसले गर्दाखेरि चाहिँ अगाडिको पनि हामीले सबै हालेको छौँ ग्रुपमा। सो काइन्डली तपाईँहरू जानुहोस्। यो मेहनत गरेको छ, परिश्रम गरेको छ, यससँग तपाईँहरू संलग्न हुनुहोस्। यो अब पस्केर दिएको चाहिँ खानुपर्ने हुन्छ हामीले है। सो सबैजनालाई यो काममा म आज एन्करेज गर्न चाहन्छु। हामी मिलिकन यो काम गर्नेछौँ। हुन्छ, परमेश्वरले तपाईँहरू सबैलाई आशिष गर्नुभएको होस्। जय मसीह।